ओके, 안녕하세요. नमस्ते सबैजनालाई। म यस एन्जल कोरियन भाषा चार शाखाबाट प्रशिक्षक सुभाष श्रेष्ठ बोल्दैछु। आज चाहिँ हामी 29 च्याप्टरको जुन हाम्रो चाहिँ आज हानबुके एजल भन्ने छ, जुन त्यो कोरियाको मर्यादाहरू, शिष्टाचारहरू, अब के कस्तो रहेछ कोरियाको शिष्टाचारहरू भन्ने बारेमा हामी छलफल गर्छौँ। यो च्याप्टर इजी पनि छ, सजिलो छ यो च्याप्टर 29, जुन हामी अब सुरु गर्छौँ। म हजुर ध्यान दिएर सुन्नुहोस्। जस्तो यो एजल भन्ने बित्तिकै हामीले केलाई बुझ्छौँ भन्दाखेरि यो एजल भनेको संस्कार, जुन कोरियाको संस्कार, कोरियाको जुन कल्चरहरूलाई हामीले बुझ्छौँ। एजल भनेको शिष्टाचार है। जति पनि अब हामीले पहिला पढेर आएका थियौँ, जति पनि यो इन्सा एजल भन्ने, शिक्षा एजल भन्ने हामीलाई थाहा नै छ। जति पनि कोरियामा खाना खाँदाखेरि जुन अब कस्तो कस्तो मर्यादाहरू रहेको छ, खाना खाँदाखेरि के कुराहरूमा ध्यान दिनुपर्छ, त्यस्तै गरी इन्सा गर्दाखेरि, अभिवादन गर्दाखेरि हामीले के कस्तो कुराहरूमा ध्यान दिनुपर्छ, ठुलो मान्छेको अगाडि इन्सा गर्दा कसरी गर्ने, सानो मान्छेहरूलाई भेट्दाखेरि इन्सा कसरी गर्ने, ती इत्यादि कुराहरू हामीले धेरै कुराहरू सिकेर आएका छौँ पहिलादेखि नै हो कोरियाको कल्चरहरू बारेमा। अहिले चाहिँ हामी जुन त्यो कोरियाको मर्यादा त्यो भन्नाले हामीले पहिला के बुझ्यौँ, के पढ्यौँ भन्दा पहिला हामीले एउटा इन्सा एजल भन्ने पढ्यौँ। इन्सा एजल, जुन इन्सा एजल भनेको अभिवादनको मर्यादा अथवा शिष्टाचार अथवा संस्कार। अभिवादनको संस्कार, अभिवादनको संस्कार। इन्सा एजल भनेको रहेछ अभिवादनको संस्कार। जस्तै अभिवादनहरू के कसरी गर्ने भन्ने बारेमा हामीले यो पढेर आएका छौँ। र हामीले अर्को यो पनि पढ्यौँ कि शिक्षा एजल भन्ने पनि पढ्यौँ। शिक्षा एजल, यो शिक्षा एजल भनेको खाना खाँदाखेरिको संस्कार, खाना खाँदाको कल्चरहरू, जुन संस्कार, खाना खाँदाखेरिको संस्कार अथवा कल्चरहरू हो। त्यस्तै गरी अर्को, अब यो पाठमा चाहिँ हामीले विशेष हामीले के सिक्दैछौँ, के सिक्नुपर्छ यसमा चाहिँ एजल भन्दाखेरि, जति पनि सार्वजनिक ठाउँहरूमा जुन पब्लिक एरियामा हामीले के कुराहरूमा ध्यान दिनुपर्छ, के कुराहरू गर्नुहुन्छ, के कुराहरू गर्नु हुँदैन भन्ने बारेमा छ। यसको जुन मेन भनेको, यसको उद्देश्य भनेको यो पाठमा खोङखोङ छाङसो एजल भन्ने छ। खोङखोङ छाङसो एजलको बारेमा छ, जुन सार्वजनिक संस्कारहरू, सार्वजनिक शिष्टाचारहरू, सार्वजनिक ठाउँको सार्वजनिक ठाउँको शिष्टाचार अथवा संस्कार, शिष्टाचार है। सार्वजनिक ठाउँहरूमा के कुराहरू हामीले पालना गर्नुपर्ने रहेछ त्यसको विषयमा हामी छलफल गर्छौँ यसबाट। र अनि अर्को भनेको अनएजल, अनएजल भनेको भाषा सम्बन्धितको, भाषाको जुन त्यो शिष्टाचार। अब जस्तै ठुलो मान्छेहरूलाई कसरी बोल्ने, कुन भाषाहरू प्रयोग गर्ने भन्ने बारेमा छ यसबाट है। जस्तै ठुलो मान्छेहरूको नामहरू बोलाउनु हुँदैन हो, ठुलो मान्छेहरूलाई चाहिँ एक हातले चाहिँ जुन त्यो केही सामानहरू दिनु हुँदैन। यी कुराहरू भाषाहरू सम्बन्धित पनि छ, जसलाई हामीले जुन अनएजल भन्छ, भाषा सम्बन्धीको शिष्टाचार, भाषा सम्बन्धितको शिष्टाचार सिक्छौँ। अहिले हामी यसमा मेन हामी के पढ्ने रहेछ, एउटा खोङखोङ छाङसो एजल र अर्को के रहेछ अनएजल है। सार्वजनिक ठाउँहरूमा के गर्नुहुन्छ हुँदैन भन्ने, र ठुलो मान्छेहरूलाई कसरी चाहिँ कुराहरू गर्दा कस्तो कस्तो भाषाहरूको प्रयोग गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। र त्यस्तै गरी हामीले पछि गएर अहिले चाहिँ यति कुराहरू सिक्नुपर्छ, र पछि गएर हामीले यो सुलछारी एजल भन्ने पनि छ। एजल मर्यादाहरू धेरै छन् कोरियामा,
सुलछारी एजल। यो सुलछारी एजल भनेको चाहिँ कस्तो भन्दाखेरि रक्सी खाँदाको संस्कार, रक्सी खाँदाको शिष्टाचार। अब जस्तै रक्सीहरू खाँदाखेरि कोरियामा कसरी खाने, कसरी पिउने हो, जस्तै सौहरूसँग बसेर अब होइसीको त त्यहाँ धेरै गर्छन्। जस्तो त्यो होइसीको बेलामा रक्सीहरू खाँदाखेरि कसरी खाने, जस्तै अब रक्सीहरू हाल्दाखेरि कसरी हाल्ने, ती बारेहरूमा पनि हामीले पढ्नुपर्छ, जसलाई हामीले के भने रहेछ सुलछारी एजल, जुन रक्सी खाँदाको शिष्टाचार पालना गर्नुपर्ने मर्यादाहरू, शिष्टाचार हो, यसलाई हामीले के भने रहेछ सुलछारी एजल। र हामीले पछि गएर फेरि अर्को हामीले यो कम्पनीको बारेमा पढ्नुपर्छ, जुन हाम्रो यो कम्पनीभित्रको मर्यादा भन्छ, कम्पनीभित्रको शिष्टाचार। अब जस्तै तपाईँले कम्पनीभित्र रहँदाखेरि के कुराहरूमा ध्यान दिने, आफूसँगै काम गर्ने सहकर्मीहरूसँग के कस्ता कुराहरू गर्न मिल्छ मिल्दैन, कस्ता व्यवहारहरू गर्ने, सबैसँग कस्तो व्यवहारहरू गर्ने होइन, सँगै काम गर्ने सहकर्मीहरूसँग कस्तो खालका व्यवहारहरू गर्ने भन्ने इत्यादि बारेमा हामी पढ्छौँ पछि गएर। त्यसलाई चाहिँ हामीले छिकचाङ एजल भन्छौँ। के भन्छौँ? छिकचाङ एजल, छिकचाङ एजल भन्छौँ। जुन छिकचाङ एजल भनेको कार्यस्थलको शिष्टाचार अथवा मर्यादा। कम्पनीमा रहँदा के कुराहरूमा ध्यान दिने त होइन। ल अब जस्तै कामहरू गर्दाखेरि अब त्यहाँ सुरक्षित पोसाकहरू पनि लगाउनु पर्ला होइन। यो सबै भनेको कम्पनीभित्रको एउटा के हो, त्यहाँको नियमहरू। पछि गएर हामी यो पढ्छौँ। अहिले चाहिँ जुन हाम्रो यो 29बाट चाहिँ यो हानगुगे एजल भन्ने मैले मेन उद्देश्य, मेन टार्गेट चाहिँ यसमा के राखेको छ भन्दाखेरि होङकङ चाङसो एजल र अर्को अन्य एजल, जुन भाषा सम्बन्धितको शिष्टाचारहरू बारेमा हामी छलफल गर्छौँ। अब यी कुराहरू भनेको प्राय हामीलाई थाहा नै छ। मैले धेरै कुराहरू मैले पहिल्यैदेखि नै भनेको छु, सार्वजनिक ठाउँहरूमा के कस्तो कुराहरूमा ध्यान दिनुपर्छ, त्यस्तै गरी भाषाहरू बोल्दाखेरि के कस्तो कुराहरूमा ध्यान दिने भन्ने बारेमा मैले पहिला पनि हजुरहरूलाई मैले जानकारी गराइसकेको छु। हजुरले लगभग यति भन्दाखेरि हजुरले बुझिसक्नु हुने भएको छ। र ठिक छ, हामी सरस्वती अब बुकबाट अगाडि जाउँ है। ल अब जस्तै यो चित्रमा जस्तै यहाँ हेर्नुहोस् त, यहाँ के छ भने यो केटाले भातको कचौरा उचालेर खाइरहेको छ, जुन त्यो भातको कचौरा। अब यो कोरियाको खाना खाँदाखेरिको यो शिष्टाचारभित्र पर्दैन। जस्तै हामीले भन्छौँ कोरियामा हामीले पढेर आएको थियौँ, जस्तै हानगुक एसनोन भात फुर्सुल फुल्गो मगुमेन हान्डो हो। जस्तै कोरियामा भातको कचौराहरू यसरी उचालेर खायो भने हुँदैन। त्यो भनेको हामेन आन्दैनुन हेङदोङ भन्छ। जस्तै कोरियामा गर्न नहुने, जस्तै खाना खाँदाखेरि गर्न नहुने एउटा क्रियाकलाप भित्र पर्छ है। जस्तै यहाँ भातको कचौराहरू उसले उचालेर खाएको छ, यसरी खानु हुँदैन। जस्तै अब यहाँ केटीले के भनेको छ भन्दाखेरि हानगुक एसोनोन कोरियामा भात फुरुसुल थुल्गो भनेको कोरियामा भातको कचौरा, खानाको कचौरालाई उचालेर अर्थात् उठाएर फाबुल मगुमेन हान्दै हो, जुन खाना खानुभयो भने हुँदैन नि, हुँदैन भनेको छ। केटाले के भन्यो, खुरिया हो र मलाई सयो हो र मलाई थाहा थिएन रे, हो र मलाई त थाहै थिएन भनेर केटाले जवाब दियो है। ल अब सरस्वती जाउँ। यसमा त्यस्तो केही छैन, धेरै अड्किनु पर्ने खालको कुराहरू छैन। मैले बाहिरको कुराहरू ल्याएर हजुरहरूलाई दिनुपर्ने आवश्यक पनि छैन, यसमा खासै त्यस्तो केही पनि छैन। ल अब यसमा हामी ग्रामरमा के पढ्छौँ, ल अथवा उल्सु इत्ता भन्ने पढ्छौँ हो। जति पनि यो भिएसटीसँग भिएसटी प्लस ल अथवा उल्सु इत्ता भनेको के हो, नसकिन्छ। र अर्को भिएसटी प्लस ल अथवा उल्सु अप्ता भन्यो भने नसकिँदैन। यसको चाहिँ नसकिन्छ धातु प्लस नसक्छु अथवा नसकिन्छ भन्ने अर्थ दिने भयो हो। अब भिएसटी प्लस ल उल्सु अप्ता भन्यो भने चाहिँ यसले के अर्थ दिने भयो, नसक्तिन। हजुरलाई केही पनि कामहरू गर्ने जुन त्यो कामहरू गर्ने तरिकाहरू यदि नलेजहरू छ भने
लौल्सु इत्ता भन्न सकिने भयो हो। यसको प्रयोग गर्न सकिन्छ। यदि तपाईँलाई केही कामहरू गर्न आउँछ अथवा केही कामहरू गर्ने तरिकाहरू नलेजहरू थाहा छैन भने चाहिँ हामीले के को प्रयोग गर्न सकिने भयो, ल उल्सु अप्ताको प्रयोग गर्न सकिने भयो। ल यसको हामी डिटेलमा ग्रामरमा हेर्छौँ। र अनि अर्को ग्रामर भनेको हाम्रो के छ, म्यन उम्यन आन्धोइदा। म्यन उम्यन आन्धोइदा भनेको के हो, यो भने हुँदैन। यस्तो गर्यो भने हुँदैन। जस्तै हामीले यहाँ हात फुरुसुल ठुल्को मगुमेन हान्दै हो, भातको कचरहरू उचालेर खायो भने हुँदैन भनेको केही कुराहरूलाई यो निषेध गर्दाखेरि प्रयोग गर्ने ग्रामर भनेको के रहेछ, खुम्जी गर्दाखेरि प्रयोग गर्ने ग्रामर भनेको म्यन उम्यन हान्दोयो। यो यस्तो गर्यो भने हुँदैन हो। जस्तै अब आमुदेना सूर्य गिरुल फरिमेन हान्दै हो, जथाभावी फोहोरहरू फ्याँक्यो भने हुँदैन। अब त्यो के भनेको, फोहोरहरू फ्याँक्नको लागि निषेध गरिएको हो कि भन्नुहोस्, हो नि होइन। भनेको केही कुराहरू निषेध गर्दाखेरि प्रयोग गर्ने ग्रामर भनेको म्यन उम्यन आन्धोइदा भन्नुहोस्। र अनि यसमा जस्तै शब्दमा हामी के हेर्छौँ, खोङखोङ छाङसो एसए, त्यही भइहाल्यो। जुन सार्वजनिक ठाउँहरूको जुन एजल फल्यन जुन मर्यादा सम्बन्धितको शब्दार्थहरू हेर्छौँ। र अर्को दुईमा भनेको के रहेछ, एउए अगुदनान। एउए भनेको शिष्टाचार भइहाल्यो। जुन त्यो शिष्टाचारभित्र नपर्ने यो अगुद नादा भन्ने छ, यो अगुद नादा। अगुद नादा भनेको नियमसँग विपरीत हुनु, नियमसँग विपरीत हुनु हो, अथवा उल्टो हुनु, उल्टो हुनु, नमिल्नु। जुन यो अगुद नादा भनेको के रहेछ, नियमसँग विपरीत हुनु र उल्टो हुनु पनि भन्न मिल्यो, नमिल्नु भन्न पनि मिल्यो। अब त्यो शिष्टाचार भित्र, एउटै भनेको शिष्टाचार, यो शिष्टाचार भित्र यो नियम भित्र चाहिँ के रहेछ, विपरीत भएको जुन त्यो क्रियाकलापहरू, विपरीतका क्रियाकलापहरू व्यवहारहरू के कस्तो रहेछन् भनेर हामी शब्द दुईमा पढ्छौँ। र अर्को हामी यसको छङ्बो वा मुन्वा अर्थात् मुन्वा वा छङ्बो जुन यहाँको संस्कार जुन कल्चर र त्यहाँको जानकारीमा चाहिँ हामी के सिक्छौँ, खोङखोङ सेङवाल। खोङखोङ भन्ने बित्तिकै सार्वजनिक, सेङवाल भनेको तपाईँको जीवनयापन हो, र एजल भनेको मर्यादा। तपाईँको सार्वजनिक ठाउँमा तपाईँले जीवनयापन गर्दाखेरिको त्यहाँको शिष्टाचारहरू, के कुराहरू हामीले पालना गर्ने, के कुराहरू हामीले पालना नगर्ने। सार्वजनिक ठाउँहरू, पब्लिक एरियाहरू, जस्तै तपाईँ अब जस्तै ट्रेन चढ्नुभयो, ट्रेन भनेको त्यो सबैको साझा हो। अब त्यहाँ हामीले चढ्दाखेरि के कुराहरूमा ध्यान दिने भन्ने विषयमा छ यसको। ल ठिक छ, हामी अब सरस्वती अगाडि जाउँ। हामी जुन छङ्बु मुनाम गरे त्यो विषयमा पनि छलफल गरौँला। र हाक्सुक मोक्यो सिकाइको उद्देश्य, यो पाठको सिकाइको उद्देश्य के रहेछ, खोङखोङ छाङसो एस, सार्वजनिक ठाउँहरूमा छिखया हाल, छिखिदा भनेको पालना गर्नु, जुन छिखया हाल भनेको पालना गर्नुपर्ने जुन एजरे थे, जुन मर्यादाको विषयमा माराल्सु एता, सार्वजनिक ठाउँहरूमा पालना गर्नुपर्ने शिष्टाचारहरूको बारेमा कुराकानीहरू गर्न सकिन्छ। यो पाठ पढिसकेपछि हामीले के कुराहरूमा ध्यान दिने नदिने भन्ने बारेमा हेर्छौँ। र अर्को इल्साङ सेङवा एस, जुन दैनिक जीवनयापन, इल्साङ सेङवाल भनेको दैनिक जीवनयापन हो। दैनिक जीवनयापनमा तपाईँले गर्यो भने आन्थैनुन हेन्दोङे, गर्यो भने नहुने क्रियाकलापको थे बारेमा माराल्छु इत्ता कुराकानीहरू गर्न सकिन्छ। तपाईँको दैनिक जीवनयापनमा के कुराहरू गर्यो भने हुँदैन भन्ने बारेमा हामी छलफल गर्न सक्छौँ। यो छिखिदा भने के रहेछ, पालना गर्नु। यसलाई यस्तो गर्नुहोस्, छिखिदा पालना गर्नु भन्नुहोस्। र अर्को उस्तै सुनिने शब्द सिखिदा, सिखिदा भनेको अर्डर गर्नु। सिखिदा भन्ने के रहेछ, अर्डर गर्नु, जुन कि छनवारो हो, मोबाइल फोनहरूबाट केही खानेकुराहरू अर्डर गर्नु, यसलाई हामीले छनवारो शिक्षमक्ता भन्छ।
मोबाइल फोनहरुबाट अर्डर गरेर खानु। मोबाइल फोनबाट अर्डर गरेर खानु। ल, जसलाई हामीले सिकिदा हैन। कहिलेकाहीँ त अब इक्जाममा फेरि सानो सानो कुराहरूले हामीलाई झुक्काइरहेको हुन्छ। अब सिकिदा हो कि सिकिदा हो? पालना गर्नुलाई के रहेछ? सिकिदा। जुन अर्डर गर्नुलाई सिकिदा हो। ल ठिक छ, एकै ठाउँमा लेखेर यसलाई पढ्नुस्। ल हामी अलिकति अगाडि जाउँ अब। यसलाई मैले हटाएँ। ल अब शब्दबाट सुरु गरौँ। जस्तै अब यहाँ माथि खोङखोङ छाङ्सो भनेको छ सार्वजनिक ठाउँ। जुन खोङखोङ छाङ्सो ए सार्वजनिक ठाउँको स्थलको चाहिँ एजल खल्यान औही भन्ने छ। जुन त्यहाँको यो मर्यादा शिष्टाचार सम्बन्धितको शब्दार्थहरू। जस्तै यहाँ यो थोसगवान हो। यो थोसगवान थोसगवान भनेको लाइब्रेरी। अब तपाईको लाइब्रेरी भनेको एउटा साझा ठाउँ हो। खोङखोङ छाङ्सो भित्र पर्छ थोसगवान भनेको पनि। अब त्यहाँ एकजना तदुल्ला गरिरहेको छ, हल्ला गरिरहेको छ हो। जस्तै फोनमा ठुलो चर्को स्वरले यहाँ कुराकानी गरिरहेको छ। अब त्यो सार्वजनिक ठाउँमा पब्लिक एरियामा त्यहाँ ठाउँमा चाहिँ तपाईले हल्लाहरू गर्न भएन, अरूलाई डिस्टर्ब गर्नु भएन हो, जसलाई हामीले तदुल्ला भन्छौँ। अब यसलाई हामीले के भन्न सक्छौँ भन्दाखेरि तदुल्जी मासेयो, तदुल्जी मासेयो, हल्ला नगर्नुहोस् पनि भन्न सकिन्छ। अथवा तदुल्म्यान आन्दोयो, अर्को के पनि भन्न सकिन्छ, तदुल्म्यान आन्दोयो, हल्ला गर्यो भने हुँदैन। थोसगवान एस तदुल्म्यान आन्दोयो हो, लाइब्रेरीमा हल्ला गर्यो भने हुँदैन। त्यसै गरी अर्को तुय खानिदा। तुय खानिदा भनेको दौडेर आउने जाने गर्नु। जस्तै तपाईको घरको भर्याङतिर भयो, प्यासेजको भर्याङतिर भयो हो, दौडेर जाँदाखेरि के हुन्छ, कसैसँग ठोकेर त्यहाँ लड्न सक्छ, घाउ चोटपटकहरू लाग्न सक्छ। त्यो भनेको सबैले चाहिँ प्रयोग गर्ने ठाउँ हो। त्यस्तै गरी अर्को तपाईको भाटबटिनीतिर भयो, सुपर मार्केटतिर भयो, त्यहाँ लिफ्टहरू हुन्छ हो। जसलाई यो भर्याङवाला लिफ्टलाई के भन्छ, यसु खल्लेइ थ। जुन यो यसलाई के भन्ने रहेछ, यसु खल्लेइ थ। यसु खल्लेइ थ भनेको जुन भर्याङवाला लिफ्ट भन्छौँ। अब त्यो लिफ्टमा पनि तपाईँ दौडेर आवत जावत गर्न मिल्दैन, त्यो पनि एउटा सार्वजनिक ठाउँ हो, एरिया हो। अब यहाँ तुय थानिदा भनेको, अब यो दौडेर जान मिल्यो त? मिलेन हो। अब यसलाई के भन्न सकिन्छ, तुय थानिमे आन्दोयो, दौडेर आउने जाने गर्यो भने हुँदैन भन्न सकिन्छ। अनि अर्को यहाँ हेर्नुहोस् त, यो मान्छेले के गरिरहेको छ, त्यहाँ लाइन पालहरू मिचिरहेको छ। अब तपाईले जुन यो सेछिगी हादा भन्छ, लाइन पालहरू मिच्नु हो, लाइन पालहरू मिच्नुलाई के भन्ने रहेछ, सेछिगी हादा। अब तपाईले यसलाई के भन्न सकिन्छ, सेछिगी हाम्यान आन्दोयो, तपाईले यसरी हाम्यान आन्दोयो, हाम्यान आन्दोयो। अथवा सेछिगी हाजी मासेयो, यो पनि भन्न सकिन्छ। भोलि एक्जाममा तपाईलाई यसरी पनि आउन सकिन्छ। यही चित्र आएर यसरी चैत्त काटेको आउन सकिन्छ। तपाईले एन्सर के छान्नु पर्यो, त सेछिगी हाम्यान आन्दोयो भन्ने अप्सन छान्नु पर्यो, कि त अर्को के छान्न सकिन्छ, सेछिगी हाजी मासेयो हो। त्यो दुईटामा एउटा छान्न सकिन्छ। र अर्को यहाँ के छ, उसले थुक थुकिरहेको छ, जसलाई के भन्छौँ, छिमुल फेत्ता। छिम भनेको थुक, फेत्ता भनेको थुक्नु। छिमुल फेत्ता भनेको रहेछ थुक थुक्नु। अब थुक थुक्न पनि मिल्दैन। अब तपाईँ बाटोमा हिँडिरहनु भएको छ अनि तपाईँले त्यहाँ बाटोतिर जता पनि थुक्ने होइन, खकरहरू फ्याँक्ने त्यस्तो गर्न मिल्दैन। यो पनि के हो त, हाम्यान आन्दैन हिँड्दो, गर्यो भने नहुने क्रियाकलापहरू। र अर्को छ थाम्बिरुल थिउदा। अब तपाईँले जथाभावी चुरोट पिउन पनि मिल्दैन। जस्तै अब चुरोट पिउन चाहिँ यहाँ निषेध गरिएको छ, मनाइ छ भन्ने ठाउँमा तपाईँले चुरोट पिउन मिल्दैन। अब थाम्बेरुल फ्युम्यान आन्दोयो, खोङखोङ छाङ्सो छ थाम्बेरुल फ्युम्यान आन्दोयो। त्यस्तै गरी अर्को थाम्बे कोङछोरुल फरिदा। थाम्बे चुरोट, कोङछो भनेको खुट्टा र यो फरिदा भनेको फ्याँक्नु। थाम्बे कोङछोरुल फरिदा भनेको रहेछ चुरोटको ठुट्टाहरू फ्याँक्नु। यो पनि अब तपाईँले जथाभावी तपाईँले चुरोट खानुभयो अनि त्यो ठुट्टाहरू जता पनि फाल्न मिल्दैन।
जस्तै 담배 꽁초를 콩콩 장소에서 담배 꽁초를 버리면 5만 원 भनेको 50,000 वन चाहिँ के हो फलगुमल न्याय हो जुन जरिवाना चाहिँ तिर्नु पर्छ भन्ने हाम्रो त्यो पुरानो बुकमा पनि एउटा संवाद रहेको थियो है र त्यस्तै गरी अर्को मुदान भनेको जथाभावी मुदान भनेको के रहेछ जथाभावी अनि यो होइन्दान हादा भनेको बाटो पार गर्नु यो होइन्दानुल हादा मात्रै भनेको के रहेछ बाटो पार गर्नु बाटो पार गर्नु मुदान भनेको जथाभावी अब यो मुदान भन्ने शब्द चाहिँ तपाईँको बाटो जथाभावी बाटो पार गर्नुलाई चाहिँ हामीले मुदान भन्छौँ भने जस्तै जथाभावी फोहोर नफ्याँक्नुहोस् भन्दाखेरि चाहिँ हामीले के शब्दको प्रयोग गर्नुपर्छ आमुदेना आमुदेना भन्ने शब्दको प्रयोग गर्नुपर्छ भोलि तपाईँलाई फिनखानेमा आउन सक्छ है जस्तै अब बाटोहरू काट्ने कुरा गऱ्यो भने मुदान भन्नु पर्यो अब जथाभावी फोहोर भन्नु पर्यो भने चाहिँ आमुदेना आमुदेना जथाभावी आमुदेना जथाभावी चाहिँ तपाईँले फोहोरहरू फ्याँक्न हुँदैन आमुदेना सुरेगिरुल हरिम्यान आन्धोयो तपाईँले जथाभावी चाहिँ फोहोरहरू फ्याँक्यो भने हुँदैन तपाईँले फोहोरहरू फ्याँक्नलाई चाहिँ के भन्नुपर्ने जथाभावी भन्दाखेरि चाहिँ आमुदेना यो चाहिँ फोहोरमा मात्रै लागु हुने भयो अब यो चाहिँ कहाँ लाग्ने रहेछ बाटोहरू क्रस गर्दाखेरि मात्रै लाग्ने भयो मुदान फरक के छ मुदान र आमुदेना त्यस्तै गरी अर्को चिनो उइबान हादा भन्ने छ चिन्हो भनेको ट्राफिक लाइट लाइट भन्छौँ र अर्को उइबान हादा भनेको उल्लङ्घन गर्नु अब यो ट्राफिक नियमहरू ट्राफिक लाइटहरू उल्लङ्घन गर्नलाई के भन्छ सिन्होरुल उइबान हादा अब फेरि यो उइबान हादाको अर्को अघिता पनि भन्न मिल्छ अघिदा हो यो अघिदा भनेको नि नियमहरू पालना नगर्नु उल्लङ्घन गर्नु नियम पालना नगर्नु ओके ल जसलाई हामीले जुन ट्राफिक नियमहरू अथवा ट्राफिक लाइटहरू उल्लङ्घन गर्नलाई के भनिरहेछ सिन्होरुल उइबान हादा ओके हामी अगाडि जाउँ त्यस्तै गरी अर्को यो छुछा भनेको पार्किङ खुम्जी भनेको निषेध खुयाक भनेको क्षेत्र अब छुछा खुम्जी यो भनेको पार्किङ निषेध क्षेत्रमा चाहिँ जस्तै यहाँ छुच्छा आधा पार्किङ गरिरहेको छ अब यो पार्किङ गर्न मिल्छ त यस्तो यो निषेध गरेको छ पीलाई चट्ट काटेको छ यो भनेको पार्किङ निषेध गरेको अब यो ठाउँमा यसरी गाडीहरू रोक्न पनि मिल्दैन अब छुच्छा खुम्जी खुयाक एस छुच्छा हाम्यान आन्दोयो भन्नु पर्यो त्यस्तै गरी उम्सिक मुरुल फानी बाधा उम्सिक मूल भनेको खाना जन्ने वस्तुहरू खाद्यान्न वस्तुहरू फानी बाधा भनेको लिएर जानु अब केही खानाहरू जस्तै लिएर जानुलाई के भनिरहेछ उम्सिक मुरुल फानी बाधा अब यहाँ खानालाई यहाँ चट्ट काटेको छ यसको मतलब के हो खाना लान चाहिँ मिल्दैन भनेको है जस्तै तपाईँलाई एकचोटि हाम्रो यो फाइनलमा पनि सोधेको थियो जस्तै सार्वजनिक ठाउँहरू एरियाहरू प्रयोग गर्दाखेरि तपाईँले बाहिर किनेको सामानहरू चाहिँ भित्र लान मिल्दैन यदि लाने तपाईँले यदि बाहिरबाट लिएर आउनु भएको छ भने जस्तै जुन त्यो प्रवेश गर्ने ढोका अगाडि जुन त्यो टेबल रहेको छ त्यहाँ राखेर जानुपर्छ भन्ने खालको एउटा टपिक आएको थियो 2 लाइनमा क्वेसन आएको थियो अनि त्यति बेलामा चाहिँ हाम्रो एन्सर के थियो यो फानी खुम्जी भन्ने एन्सर थियो त्यति बेलामा एन्सर के थियो फानी खुम्जी भनेको के रहेछ लान निषेध लान निषेध जस्तै केही कुराहरू सामानहरू लान निषेधलाई के भनिरहेछ फानी खुम्जी हो त्यो निषेध गरेको हो नि त त्यस्तै गरी अर्को छन्सीफुम भनेको प्रदर्शनमा राखिएको सामानहरू सोमा राखिएको सामानहरूलाई के भनिरहेछ छन्सीफुम जस्तै छन्सीफुमुल मान्जिदा त्यो प्रदर्शनमा राखिएको सामानहरू छुनुलाई के भनिरहेछ छन्सीफुमुल मान्जिदा यो मान्जिदा
सुन्देदा भनेको के रहेछ? हातले छुनु। यसरी तपाईँ कुनै ठाउँमा म्युजियमतिर घुम्न जानुभयो अनि त्यहाँ प्रदर्शनमा राखिएको सामानहरू छुनु। अब कोरियामा त्यसरी छुन मिल्दैन। हाम्रो पनि यहाँ जस्तै प्रदर्शनमा राखिएको सामानहरू त्यसरी हातले छुन मिल्दैन। अब यसलाई के भन्न सकिन्छ? मान्जिजी माछेयो अथवा सोन्देजी माछेयो है, हातले नछुनुहोस्। कहिलेकाहीँ यस्तो चित्रहरू पनि क्वेसनमा आइरहेको छ। यो चित्रहरू राम्रोसँग ख्याल गर्नुहोस् है। यी कुराहरू भनेको यो सबै कुराहरू भनेको तपाईँले गर्न नहुने क्रियाकलापहरू हुन् होइन। जस्तै हल्ला गर्नु सार्वजनिक ठाउँमा, जस्तै भर्याङतिर दौडेर आउने जाने गर्नु, लाइन पालोहरू मिच्नु, जथाभावी थुकहरू थुक्नु, जस्तै चुरोटहरू जहाँ पाए त्यहीँ पिउनु, अनि त्यो ठुट्टाहरू जता पनि फाल्नु होइन। त्यसरी जथाभावी बाटोहरू क्रस गर्नु, त्यसै गरी ट्राफिक नियमहरू नमान्नु, उल्लङ्घन गर्नु, त्यसै गरी पार्किङ निषेध क्षेत्रमा पार्किङ गर्नु, त्यसै गरी खाना लान निषेध गरेको ठाउँमा खानाजन्य वस्तुहरू लान निषेध गरेको ठाउँमा तपाईँले खानाहरू लिएर जानु, त्यसै गरी प्रदर्शनमा राखेको सामानहरू छुनु भनेको यी सबै भनेको गर्न नहुने क्रियाकलापहरू भित्र पर्छन्। ल हामी थोरै अगाडि जाउँ। जस्तै यहाँ थोसकवन लाइब्रेरी, फाक्मुलगन सङ्ग्रहालय, खिल भन्यो भने बाटो, होब्यान खुयाक भनेको धुम्रपान गर्ने क्षेत्र। त्यस्तै गरी अर्को खुम्यान खुयाक भनेको धुम्रपान निषेधित क्षेत्र। त्यस्तै गरी छामकान भनेको एकैछिन, मन्ज भनेको के रहेछ? पहिला। मन्ज भनेको पहिला। ओके हामी यता जाउँ। जस्तै यहाँ के भनेछ? खुरिमुल फोगो फोगिवा खाची मुन्जाङ्गुल वानसँग हाँस्यो हो। चित्र दिएको जस्तै उदाहरणमा जस्तै गरी तपाईँले के गर्नुहोस् त त्यो चित्रहरूलाई पुरा गर्नुहोस्। जस्तै यहाँ फोगी उदाहरणमा चाहिँ यहाँ इन्टु दिएको छ, यो गर्न हुँदैन। अब थोसकवान यस तदुल्लाबाट तदुल्जी मासेयो, हल्ला नगर्नुहोस्। त्यस्तै गरी त्यो आधारमा हामीले 1 नम्बरको चित्र हेरेर अब यसलाई गर्न हुँदैन नगर्नुहोस् भन्नु पर्यो। फाङ्मुल वानेस अब के भन्नु पर्यो? सोन्देजी मासेयो, मान्जिजी मासेयो। मान्जिदा भनेको छुनु, मान्जिजी कि त मासेयो भन्नु पर्यो, कि त अर्को के पनि भन्न सकिन्छ? सोन्देजी मासेयो कि त सोन्देजी मासेयो भन्नु पर्यो है। हातले नछुनुहोस् भन्नु पर्यो। त्यस्तै गरी 2 नम्बरमा हेर्नुहोस्, यो चुरोटको ठुट्टा फालिरहेको छ, यहाँ अब फाल्न हुँदैन भनेको छ। अब खिरे बाटोमा अब के भन्नु पर्यो? हाम्बे हाम्बे कोङछोरुल हरिजी मासेयो, हरिजी मासेयो हो। जस्तै बाटोहरूमा चुरोटको ठुट्टाहरू नफ्याक्नुहोस् भन्नु पर्यो। त्यस्तै गरी अर्को 3 नम्बरमा अब यहाँ पार्किङ निषेध गरेको छ, पार्किङ गरेको छ, अब नगर्नुहोस् भन्नु पर्यो। के भन्नु पर्यो? छुचा खुम्जी खुयाक ए। अब छुछा हाजी मासेयो, पार्किङ नगर्नुहोस्। छुचा हामेन आन्दोयो पनि भन्न सकिन्छ। अगाडि जाउँ। ल अब यहाँ ल उल्सु इत्ता, ल उल्सु इत्ता। यो ल उल्सु इत्ता भनेको चाहिँ तपाईँलाई म यहाँ माथि लेखिदिन्छु यो ग्रामरको। एकचोटि ग्रामर हेरौँ। जस्तै भिएसटी प्लस ल अथवा उल्सु इत्ता र अर्को भिएसटी प्लस ल अथवा उल्सु अप्ता हो। अब भिएसटी धातु भइहाल्यो, धातु प्लस न सकिन्छ अथवा नसक्छु, नसक्छु, नसकिन्छ, नसकिन्छ। भिएसटी प्लस ल उल्सु इत्ता भन्यो भने नसक्छु र नसकिन्छ भन्ने अर्थ दिने भयो। ल उल्सु अप्ता भन्यो भने धातु प्लस नसक्दिन, नसक्दिन। यो चाहिँ ल उल्सु अप्ता भन्यो भने नसक्दिन हो। अब यसको परिभाषा पनि लेख्नुहोस्। केही कार्य वा काम गर्ने
तरिका छैन अथवा गर्न सक्छ वा सकिन्न भन्दा भिएसटी सँग यसको प्रयोग गरिन्छ। केही कुराहरू गर्ने क्षमता सम्भावना भन्छ यसलाई है, वा केही काम गर्ने क्षमता सम्भावना र छुट दिँदा र नदिँदा अब छुट दिएको छ भने लहुल्छु इता, त्यहाँ केही सम्भावना छैन, छुट दिएको छैन भने लहुल्छु हप्ता, नदिँदा प्रयोग गरिन्छ है। ओके, जस्तै अब तपाईलाई केही अब हजुरलाई कोरियन भाषा बोल्न आउँछ? आउँछ। पढ्न आउँछ? आउँछ। यदि पढ्न आउँछ त तपाईको सम्भावना छ त, हो, तपाईसँग क्षमता छ त कोरियन भाषा पढ्ने भने तपाईले अब के भन्न सकिन्छ? हानगुअरुल एकताबाट के भन्न सकिन्छ? इल्गुसु इस्सयो हो, कोरियन भाषा पढ्न सक्छु भनेको तपाईको एउटा क्षमता, तपाईसँग छ नि क्षमता। अब यदि तपाईसँग क्षमता छैन भने के भन्न सकिन्छ? हानगुअरुल एकताबाट इल्गुल्सु अपसयो। यदि क्षमता छैन भने तपाईले अपसयो, जस्तै कोरियन भाषा पढ्न सक्दिन, नसक्दिन भन्नु पर्यो है, नसक्दिन। अब जस्तै अर्को, तपाईलाई किम्ची बनाउन आउँछ? यदि आउँछ भने लहुल्छु इत्ता हो। अब तपाईसँग के बनाउने क्षमता छ कि छैन? ल किम्ची, किम्पाप, जस्तै किम्पाबुल मान्दुल्दा। अब मान्दुल्सु इस्सयो भन्नुहुन्छ भने तपाईसँग त्यो सम्भावना छ, क्षमता छ हो। जस्तै किम्पाप बनाउन सक्छु भयो, यो भनेको सम्भावना हुनु, तपाईसँग क्षमता हुनु। त्यस्तै गरी अर्को किम्पाबुल मान्दुल्सु अपसयो। अब किम्पाप चाहिँ बनाउन सक्दिन भनेको तपाईसँग क्षमता छैन हैन। यो भनेको कसैलाई यदि त क्षमता छुट दिएको छ। अब छुट चाहिँ कस्तो भन्दाखेरि तपाईलाई मैले यसो भने, इ मुरुल मासिल्सु इस्सयो भन्दै, यो पानी हजुरले पिउन सक्नुहुन्छ भनेको मैले तपाईलाई छुट दिएँ हो कि हैन भन्नुस् त, यो छुटतिर गयो। त्यस्तै यगिएस थाम्बेरुल फिउल्सु इस्सयो, फिउल्सु इस्सयो। यहाँ चुरोट पिउन सकिन्छ भनेको त्यहाँ छुट दिएको रहेछ नि त चुरोट पिउनलाई हो।
अब यदि छुट दिएको छैन भने के भन्न सकिन्छ यगी एस थाम्बेरुल फ्युल्सु अप्सय ल ठिक छ बुझ्नुभयो ओके अब यो जति कथा हाले पनि यस्तै हो हैन के सजिलो पनि छ र ठिक छ हामी अगाडि जाउँ ल बुकबाट जाउँ ल अब उदाहरणमा हेर्नुहोस् त फागमुल वानेस साजिनुल चिगिल्सो अप्सय भनेको सङ्ग्रहालयमा चाहिँ फोटो खिच्न सकिँदैन भनेको त्यहाँ छुट दिएको छैन रहेछ त्यसै गरी मोगी फुवास घाँटी सुनेर मारुल हाल्सु अप्सयो कुराकानीहरू गर्न सक्दिन भनेको तपाईँसँग क्षमतै छैन अहिले किन घाँटी सुन्ने फुत्ता हो यो फुत्ता भन्ने शब्दबाट आएको फुवास है यो फुत्ता भनेको सुन्निनु अनि यसमा चाहिँ र अपवाद भएर स अपवाद भएर सलाई हटाइएको भन्नुहोस् है खिसुक्चा यस उम्सिगुल जस्तै खिसुक्चामा चाहिँ खानाहरू मान्दुल्सु इस्सयो खानाहरू बनाउन सकिन्छ भनेको त्यहाँ छुट दिएको रहेछ अब जुन पाए त्यो खिसुक्चामा होस्टेलहरूमा त्यहाँ खाना बनाउन मिल्दैन त्यहाँ छुट दिएको हुँदैन भनेर बुझ्ने ल जस्तै यहाँ छनुन छाजन गरुल हाल्सु इस्सयो म चाहिँ साइकल चढ्न सक्छु भनेको तपाईँसँग क्षमता छ तपाईँलाई आउँछ साइकल चलाउन त्यसै गरी छनुन छाजन गरुल थाल्चुल आरायो हो यो लउलचुल आरायो पनि सेम उस्तै ग्रामर हो है भिएसटी प्लस यो ल उल्चुल आल्दाबाट लउलचुल आल्दा भन्नु र यो लउल्सु इत्ता भनेको उस्तै हो है यो सम्भावनाकै कुराहरू गर्दाखेरि हामी प्रयोग गर्छौँ लउल्चुल आल्दा भनेको ने कुरा थाहा छ भन्ने अर्थ दिने भयो ओके ल यता जाउँ अब यो फ्योजी फान छ यहाँ साङ्केतिक चिन्हहरू छ यसको मतलब के हुन् यसको अर्थहरू भोलि गएर हामीलाई इक्जाममा पठाउँछ यो चित्रहरू है ल थोसक भने उम्सिक मुरुल फानी फाल्सु अप्सयो लाइब्रेरीमा खानाहरू चाहिँ लिएर जान सकिँदैन अरे तपाईँले 1 नम्बरमा अब के भन्नु पर्यो जस्तै क्यामेरालाई चट्ट काटेको मतलब के हो अब यहाँ फोटो खिच्न सकिँदैन अब तपाईँले के भन्नु पर्यो फागमुल वानेस जुन सङ्ग्रहालयमा चाहिँ के भन्नु पर्यो अब साजिनुल चिक्ता भनेको फोटो खिच्नु अब साजिनुल चिगुल्सु अप्सयो भन्नु पर्यो है फोटो खिच्न सकिँदैन यहाँ फोटो खिच्न सकिँदैन अथवा यसलाई हामीले छ्वारेङ खुम्जी पनि भन्न सकिन्छ है छ्वारेङ खुम्जी खुम्जी हो नि त यो फोटोहरू भिडियोहरू खिच्न निषेध भनेको त्यसै गरी 2 नम्बरमा फोनलाई काटेको छ अब यङवान यस जुन फिल्म हलमा चाहिँ अब के भन्नु पर्यो अब फोन गर्न मिल्दैन छनवारुल हादाबाट के भन्नु पर्यो छनवारुल हाल्सु अप्सयो फोन गर्न सकिँदैन कुराकानीहरू गर्न मिल्दैन अर्को त्यस्तै गरी 3 नम्बरमा खुमेन खुयागेस धुम्रपान निषेधित क्षेत्रमा चाहिँ अब थाम्बेरुल फ्युल्सु अप्सयो थाम्बेरुल फ्युल्सु अप्सयो चुरोट पिउन सकिँदैन निषेध गरेको ठाउँमा ल ओके यो त परेन ल अब संवादमा जाउँ के छ यहाँ खुमेन खुयाग भनेको रहेछ धुम्रपान निषेधित क्षेत्र जस्तै यहाँ हुब्यनशील ओमान वान इहा भनेको हुब्यनशीलमा चाहिँ जुन त्यो चुरोटहरू पियो निषेधित क्षेत्रमा तपाईँले चुरोटहरू पिउनु भयो भने के रहेछ ओमान वान इहा भनेको 50,000 वन भन्दा कमको चाहिँ खदेर्यो जरिवानाहरू तिर्न पर्ने रहेछ है तपाईँले हुब्यनशीलमै पिउनु पर्ने रहेछ नत्र तपाईँले कति रहेछ 50,000 भन्दा कमको चाहिँ जरिवानाहरू तिर्नु पर्छ ओके यसमा हेर अब संवाद 1 मा जाउँ यहाँ आगुङ र माधुको कुराकानी छ माधुसी छनुन यगी यस छाम्पान हाम्बे फ्युगो सिक्ताङे कुरा खाल्केयो
जस्तै माधुसी म चाहिँ यहाँ एकैछिन चुरोट पिएर सिक्ताङे थुर खाल्केयो रेस्टुरेन्टभित्र जानेछु। माधुसी मन्ज थुर खासेयो, माधुजी चाहिँ अगाडि जानुहोस्। हो भनेको यहाँ के रहेछ, उनीहरू एउटा रेस्टुरेन्टको बाहिर छन्, उनीहरू दुईजना कुराकानी गरिरहेको छ। ए माधुजी म यहाँ चाहिँ एकैछिन चुरोट तानेर भित्र आउनेछु, माधुजी चाहिँ अगाडि जानुहोस्। यो मन्ज र छौँ भन्ने छ। अर्को एउटा यो छौँ भन्नेको नि पहिला अगाडि छौँ र यो मन्ज भनेको नि के रहेछ अगाडि। यो छौँ भनेको चाहिँ कस्तो हो भने तपाईँको लाइफको पहिलोचोटि भन्ने बुझिन्छ। लाइफको पहिलोचोटि, लाइफको फर्स्ट टाइम, फर्स्ट टाइम। यो चाहिँ मन्ज भनेको चाहिँ आफू अलिकति अगाडि, अरूभन्दा आफू अगाडि, अरूभन्दा आफू वा अरू, आफू अगाडि, अगाडि केही कार्य गर्दा। अब तपाईले जस्तै मैले चाहिँ यो जुन कोरियन खाना किम्चीलाई चाहिँ फर्स्ट टाइम बनाए भन्नुभयो। अब तपाईँको लाइफको त्यो फर्स्ट टाइम हो भने तपाईँले अब त्यति बेलामा के छान्नुहोस्, के छान्नुहुन्छ, छौँ छान्नुहुन्छ। अब तपाईँको कम्पनीमा काम गर्दै हुनुहुन्छ, तपाईँ चाहिँ अर्को साथीभन्दा तपाईँ अगाडि जानु पर्यो। अब त्यति बेलामा छौँ भने कि मन्ज भने, मन्ज भने हो। अरूभन्दा आफूले अलिकति अगाडि केही गर्छु अथवा अरूलाई तिमी चाहिँ अलिकति अगाडि जाऊ भन्दाखेरि पनि प्रयोग गरिन्छ। त्यति बेलामा चाहिँ मन्ज भन्नुहोस्। यो छौँ भनेको चाहिँ लाइफको पहिलोचोटि केही कार्यहरू हुँदा गर्दाखेरि हैन। ल जस्तै अब तपाईँले लाइफको पहिलोचोटि कोरियन भाषा पढ्दै हुनुहुन्छ, अब तपाईँले त्यसमा मन्ज भन्ने कि छौँ भन्ने, छौँ छौँ हानको गरु खुङ्गो आगो इस्सयो, म लाइफको पहिलोचोटि कोरियन भाषा अध्ययन गरिरहेको छु। हो त्यसरी है। ल माधुले के भन्छ, सरी आगुले के भन्छ, ए माधुसी म चाहिँ यहाँ एकैछिन चुरोट पिउँछु र चुरोट पिएर के गर्छु रेस्टुरेन्टभित्र आउनेछु, माधुजी चाहिँ पहिला जानुहोस् त, पहिला जानुहोस् त भन्दाखेरि माधुले के भन्यो, ए आगुङसी यगी यस्ता थाम्बेरोल फ्युल्सो अप्सय हो। ए माधुजी यहाँ चाहिँ चुरोट पिउन मिल्दैन, यहाँ सकिँदैन नि। हजुर किन भन्दाखेरि फाकेस थाम्बेरोल फ्युल्सो अप्सय। ओहो यो बाहिर पनि के हामी चुरोट पिउन सक्दैनौँ र, म चुरोट पिउन सक्दिनँ ने। हजुर हो त, यगी नुन यहाँ चाहिँ खुमेन खुयक हो, यो चाहिँ धुम्रपान निषेधित क्षेत्र हो। हाम्बेरोल फ्युगो सिफुम्यान, यदि हजुरलाई चुरोट पिउन मन छ भने हुबियन खुयागे खाया देऊ। हुबियन खुयाग भनेको के रहेछ, धुम्रपान चाहिँ पिउन सक्ने ठाउँलाई के भनि रहेछ, हुबियन खुयाग। यदि तपाईँलाई चुरोट पिउन चाहनुहुन्छ मन छ भने चुरोट पिउन सक्ने ठाउँमा जानुपर्छ, खाया देऊ। आगुले के भन्छ, खुरेय हो र भल्सयो, मलाई थाहा थिएन। अब फ्रम यस्तो भए हुबियन खुयाग हुन् अधिकै हिस्सा हो, त्यसो भए चाहिँ चुरोट पिउन सक्ने ठाउँ चाहिँ कहाँ छ होला भन्दाखेरि यगी यसो मरयो, यहाँबाट चाहिँ टाढा छ, वैसा खुन्छए इस्सयो जुन कम्पनी नजिकै रहेको छ। उरी फाप बुथ मगयो, हामी चाहिँ सबभन्दा पहिला के गरौँ त, खाना खाउँ रे है। हामी चाहिँ सबभन्दा पहिला खाना खाउँ। अनि अर्को जुन यो बुथ भन्ने लगेर आउँछ, कुनै पनि समय जनाउने नाउन भन्दा अन्य नाउनमा यो बुथ भन्ने लगाएर आउँछ भने त्यो सबैभन्दा पहिला गरिने काम हो भनेर हामीले बुझ्नु पर्छ। ल भोलि गएर हामीलाई लिसनिङको लागि आवश्यक पर्छ, यो लेखेर राख्नुहोस् यो बुथको बारेमा। बुथ भनेको त फेरि देखिबाट हो है। अब उनीहरूले फाप बुथ मगयो भनेको के रहेछ, सबभन्दा अगाडि चाहिँ हामी खाना खाउँ। ल यसको पनि लेख, नोट गरेर राख, समय जनाउने भन्दा अन्य, देखिन्छ यहाँ अन्य नाउनसँग बुथ
लागेर आएमा त्यो काम सबैभन्दा अगाडि हुन्छ वा गरिन्छ भनेर बुझ्ने है। अब समय जनाउने नाउन भन्दा अन्य नाउन। अब फेरि समय जनाउने नाउनमा लाग्यो भने त फेरि के दिने भयो? देखिबाट। जस्तै अब हान्सी बुत्थ भनेको त्यो हान्सी 1 बजे भनेको त्यो त समय हो नि त। फेरि त्यति बेलामा चाहिँ देखिबाट भन्ने अर्थ दिने भयो। अब समयसँग लाग्दाखेरि चाहिँ देखिबाट भन्नुहोस्। जस्तै हान्सी बुत्थ भन्यो भने चाहिँ 1 बजे देखि भन्ने अर्थ दिने भयो। हो यो त समय जनाउने नाउन हो। जस्तै इडेल आइतबार भनेको पनि त्यो समय जनाउने नाउन हो। जस्तै आइतबारदेखि कम्पनी जान्छु, इडेल बुत्थ भन्छ। इल बुत्थ भनेको यो के भयो? आइतबार देखि भन्ने अर्थ दिने भयो। आइतबार देखि। अब यो चाहिँ समय जनाउने नाउनसँग भयो। समय जनाउने नाउनसँग लाग्दाखेरि देखि भन्ने अर्थ दिने भयो हो। र अब यो भन्दा अन्य नाउनसँग आयो भने चाहिँ बल्ल के रहेछ त? बुत्थको अर्थ त्यो चाहिँ सबैभन्दा पहिला गरिने काम। अब जस्तै मैले सामुसिल बुत्थ खायो भन्थे हो। सामुसिल बुत्थ खायो भन्थे। अब हजुरले अर्थ के लगाउनु भयो? यहाँ के अफिसदेखि जान्छु भने हो र? होइन। यदि अफिसदेखि जान्छु भन्यो भने त हामीले के लगाउनु पर्छ? यसो लगाउनु पर्छ। अब यो सामुसिल बुत्थ खायो भनेको म सबभन्दा पहिला अफिस जान्छु भनेको हो यो सेन्टेन्सले है। जस्तै अब अर्को छङ्सो बुत्थ हेयो भने मैले अब हजुरले के लगाउनु पर्यो यसको अर्थ? अब सबभन्दा पहिला चाहिँ सफा गर्छु भन्न खोजेको यो सेन्टेन्स है। हो हजुरहरूले बुझिसक्नु भयो। जस्तै यो समय जनाउने नाउन भन्दा अन्य नाउन हो यो फाप भनेको। अब त्यो खाना चाहिँ उनीहरूले सबभन्दा पहिला गरिन्छ। जस्तै अब यही लिसनिङ आइदियो अनि हजुरलाई क्वेसन सोध्छ के। जस्तै अब ती दुईजनाले सबैभन्दा पहिला के गर्छन् भनेर सोधिदियो। अब अप्सन 1 मा चाहिँ तपाईँलाई चुरोट पिउन जान्छ हो। जस्तै हुबियन खुयाकमा चाहिँ जान्छ भनिदियो। अप्सन 2 मा चाहिँ उनीहरूले चाहिँ खाना खान जान्छन् अथवा उनीहरू चाहिँ खाना खान्छन् भनिदियो। अब कुन चाहिँ सही हुन्छ? उनीहरू चाहिँ खाना खान जान्छन् है। ओके ल अब यसको एकचोटि लिसनिङ पनि सुनेर हेरौँ। 오케이, 라. 여기에서 잠깐 담배 피우고 식당에 들어갈게요. ए माधुसी म चाहिँ यहाँ एकैछिन चुरोट पिएर रेस्टुरेन्टभित्र जानेछु। 마두씨 먼저 들어가세요. माधुजी चाहिँ पहिला चाहिँ जानुहोस्, भित्र जानुहोस्। 이글씨, 여기에서 담배를 피울 수 없어요. ए आगुङसी यहाँ चाहिँ चुरोट पिउन सक्नुहुन्न, हजुरले सक्नुहुन्न यहाँ चुरोट पिउन मिल्दैन। 네, ए 밖에서 담배를 피울 수 없어요. बाहिर पनि के चुरोट पिउन मिल्दैन र? 네, हजुर 여기는 금연 구역이에요. हजुर यहाँ चाहिँ धुम्रपान 당신이 하고 싶으면 흡연 구역에 가야 यो चाहिँ कस्तो क्षेत्र हो त? जुन खुम्यान खुयक हो, धुम्रपान निषेध गरेको क्षेत्र हो। यदि चुरोट पिउन चाहनुहुन्छ भने, मन लागेको छ भने हुबियन खुयकमा चाहिँ जानुपर्छ। 그래요? हो र? 몰랐어요. थाहा थिएन। 그럼 흡연 구역은 어디에 있어요? त्यसो भए चाहिँ जुन त्यो हुबियन खुयक चाहिँ कहाँ छ होला त? हैन कहाँ छ? 여기에서 멀어요. यहाँबाट टाढा छ?
회사 근처에 कम्पनी नजिकै छ। हामी चाहिँ के गरौँ अब सबभन्दा पहिला खाना खाउँ रे। ओके ल लिसनिङ पनि सुन्नुभयो हजुरले। अब यो दुईटाको एन्सर दिनुपर्छ। जस्तै 1 नम्बरमा आगुङ सिवा मादु सिनुन इजे अहिले चाहिँ मल हाल गयो ए ठ्याक्कै आएको छ। आगुङसी र मादुजी चाहिँ अब के गर्छ होला त भन्दाखेरि फाबुल मगयो खाना खान्छन् नि। त्यस्तै गरी अर्को थाम्बिरुल फ्युल्सु इन्नुन खोजुन हदिए हो। जस्तै चुरोट पिउन सक्ने ठाउँ चाहिँ कहाँ छन् त वैसा हुन्छ। र यसलाई चाहिँ हजुरले घरमा एकचोटि प्र्याक्टिस गर्नुहोस् त परेन। अब हामी सरस्वती शब्द 2 मा छौँ। ल हाम्रो शब्द 2 मा चाहिँ के छ जस्तै एवे अगुन्नान हेङदोङ भन्ने छ जुन त्यो शिष्टाचारसँग विपरीत भएको क्रियाकलापहरू। जस्तै यहाँ अरुण दुल्के हामेन आन्दोइनुन हेङदोङ भने जुन अरुण भनेको ठुलो बडा मान्छे यो अरुण र अरिनमा नझुकिने है कहिले पनि। मैले बारम्बार भनिरहेको छु एउटा अरिदाबाट आउँछ। अरिदा भनेको सानो हुनु। त्यस्तै गरी अर्को अरुदा यो अरुदा भनेको रहेछ ठुलो बडा पाक्को मान्छे है। यो अरिदा भनेको सानो भन्नुस् सानो केटाकेटी र अरुदा भनेको पाक्को पाका पाको के ल अरुण दुल्के ठुलो बडाहरूलाई चाहिँ गर्न नहुने क्रियाकलापहरू। जस्तै यहाँ सोनुल हुन्दुल्दा हातहरू हल्लाउनु। जस्तै अब ठुलो मान्छेहरूलाई यसरी हात हल्लाएर हाई हेलो के छ भन्न मिल्दैन गर्नु हुँदैन। त्यस्तै गरी अर्को फानमारुल हादा जस्तै ठाडो भाषाहरू बोल्नु। जस्तै यहाँ अधिखा भनेको छ। अब अधिखा भनेर अरूलाई कहाँ जाने हो भनेर क्वेसन गर्न पाइएन ठुलो बडा मान्छेहरूलाई है। यस्तो ठाडो भाषाहरू पनि बोल्न पाइएन। त्यस्तै गरी अर्को थारिरुल कोको आन्ता जस्तै उपरखुट्टी लगाएर बस्नु हो। यसरी उपरखुट्टीहरू लगाएर बस्न पनि मिल्दैन हैन किनकि त्यहाँको जुन कोरियाको एउटा शिष्टाचारभित्र पर्दैन हैन। हेर न यहाँ उपरखुट्टी लगाएर बसेको छ। अब लुगा लगाएको छैन त्यस्तो हेर यहाँ लुगा लगाएको पारा। त्यस्तै गरी अर्को यो छ्याङ आ भन्ने छ। अब उसले नामबाट बोलायो इरुमुल फुरुदा नामले बोलाउनु। अब आफूभन्दा ठुलो मान्छेहरूलाई यसरी नामले बोलाउन पनि हुँदैन। इरुमुल फुरुमेन आन्दोयो हो। त्यस्तै गरी अर्को हान सोनुरो मुलगनुल छुदा एक हातले चाहिँ केही सामानहरू दिनु हो। जस्तै अब आफूभन्दा ठुलो मान्छेहरूलाई केही सामानहरू दिनु पर्यो भने कसरी दिने 2 हातले दिने। लिँदाखेरि पनि हामीले के गर्नु पर्यो 2 हात नै थाप्नु पर्यो है। ल यी सबै भनेको जुन ठुलो मान्छे अगाडि गर्न नहुने क्रियाकलापहरू हुन्। त्यसै गरी अब यता छ शिक्षा खाना शिक्षा हाल्थे खाना खाँदाखेरि चाहिँ हाम्यान आन्दोइनुन हेङदोङ भनेको खाना खाने बेलामा गर्न नहुने क्रियाकलापहरू। अब खाना खाँदाखेरि के गर्न हुँदैन रहेछ हैन धेरै कुराहरू त हामीलाई थाहा नै छ। पहिलाको अगाडिको च्याप्टरमा पनि हामीले पढेको थियौं। ल अब यहाँ चाहिँ सोरिरुल नेदा सोरिरुल नेदा भनेको रहेछ आवाजहरू निकाल्नु। यसरी आवाजहरू निकालेर खानाहरू खान हुँदैन। जस्तै खाना खाने बेलामा हैन त्यसरी चपाउन हुँदैन है। यहाँ चप 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 भनेको छ नि त यसरी आवाजहरू निकाल्न हुँदैन। यो सोरिरुल नेदा हुन्छ है। सधैँ यो रुल भन्ने पार्टिकल आयो भने सधैँ नेदा हुन्छ। भोलि पर्सि फिन खानेमा तपाईँलाई चाहिन्छ इक्जाममा एकचोटि सोधेको पनि थियो। अनि एउटा सोरिरुल अर्को सोरिरो सोरिरो अब सोरिरो र अर्को सोरिरुल। अब डट डट भनेर मैले यहाँ राख्दिएँ ल हो। अब सोरिरुल अप्सन 1 मा चाहिँ तपाईँलाई ल अहिले एकैछिनमा ग्रामर केही पनि लगाइन मैले एउटा नेदा र अर्को मक्ता भन्ने राख्दिएँ ल मैले। यदि मैले भन्न खोजेको के हो भन्दाखेरि यदि रुल पार्टिकल छ भने नेदै लगाउनुस् जहिले पनि नेदै लगाउनुस् हो। यदि रोको रो पार्टिकल लाग्छ भने त्यहाँ के हुन्छ मक्ता हुन्छ। कि त यहाँ अर्को के हुन्छ इयागी हादा पनि हुन्छ है। इयागी हादा पनि भन्छ जुन त्यो ठुलो स्वरमा चाहिँ कुराकानी गर्नु। अर्को मक्ता हैन यति ख्याल गर्ने। यदि रुल छ भने नेदा रो छ भने अन्य शब्दहरू अन्य भावहरू भनेर बुझ्ने। ओके ल फाप फुरुसुल फुलगो मक्ता भातको कचरहरू उठाएर खानु हो। यसरी उठाएर पनि खान हुँदैन खानाहरू खाने बेलामा। अनि अर्को भनेको खोरुल फुल्दा जस्तै खाना खाँदाखेरि जस्तै त्यो नाकहरू सफा गर्नु हैन साग सुकसुक गरेर त्यो नाकहरू सफा गर्नु। अरू खाना खाइरहेको छ
अनि आफू चाहिँ त्यसरी नागुलो सफा गर्न मिल्दैन, हुँदैन, यो पनि गर्न नहुने क्रियाकलाप हैन। अनि कोहीहरूले त अझ खाना खाइसकेपछि अब जस्तै दाँतहरू कोट्याउनु पर्यो भने पनि टुथपिकले यस्तो गरेर होइन नदेख्ने गरी यसरी कोट्याउँछ। अब हाम्रो चाहिँ के छ, हामीले के गर्छौँ, साथीहरू खाना खाइसकेको छ, आफूले अगाडि सिद्धायो भने यसरी होइन, यसरी राम्रोसँग खाऊ, मिठो छ नि है, यसरी ल फोरुल फुल्दा हुने के रहेछ, नागुरो सफा गर्नु हो, त्यसरी गर्न मिल्दैन है। ल त्यस्तै गरी अर्को सुजरुल खाची थुल्दा। अब सुज भनेको तपाईँले के बुझ्नु पर्यो भने चम्चालाई पनि भन्नु पर्यो र अर्को चपस्टिक, यो दुईटैको सेटलाई हामीले के भन्छौँ, सुज भन्छौँ। अब त्यो सुजलाई चाहिँ खाची थुल्दा भनेको सँगै उठाउनु। अब तपाईँले खाना खाँदाखेरि एक हातमा चपस्टिक छक्कारा र अर्को हातमा चाहिँ सुत्का चम्चा, त्यसरी एकैचोटि उठाउन मिल्दैन, यो पनि गर्न नहुने क्रियाकलापहरू भित्र पर्छ खाना खाँदाखेरि। र अर्को छ अरूकोदा ठुलो बडा मान्छे भन्दा मञ्च शिक्षा आदा भनेको अगाडि नै खाना खानु, यो पनि गर्न नहुने क्रियाकलापहरू हुन्। जस्तै अब कोरियामा चाहिँ ठुलो मान्छेहरूले खाना खान सुरु गरेपछि बल्ल सानो मान्छेहरूले खाना खान सुरु गर्नुपर्छ भनेर चाहिँ हामीले पढेर आएको छौँ योभन्दा अगाडिको पाठमा होइन। ओके ल, यो सबै खाना खाँदाखेरि गर्न नहुने क्रियाकलाप र अर्को चाहिँ यो चाहिँ के रहेछ, ठुलो बडा मान्छे चाहिँ गर्न नहुने क्रियाकलापहरू। ओके ल, फाइनली हामी अगाडि जाउँ। इन्सा अभिवादन, इन्सादा अभिवादन गर्नु, तो भनेको फेरि, सिल्सु गल्ती, छिखिदा पालना गर्नु, छारी भन्यो भने सिट, अर्को छ्वासक पनि भन्छ, छारी छ्वासक छासिक होइन, सिटहरू हुन्। ल मोदाल सुगो इरेयो, टोपी लगाएर काम गर्छु। ओके ल, यसलाई पनि पुरा गरौँ। खुरिमुल फोगो फोगिवा खाची मुन्जाङ्गुल वानसँग आसेयो, चित्रलाई हेरेर उदाहरण जस्तै गरी तपाईँले वाक्यलाई के गर्नुहोस्, पुरा गर्नुहोस्। तपाईँको फोगी उदाहरणमा के भनेको छ, यहाँ इन्टु, अब जस्तै उसले भातको कचौरा उठाएर खाएको छ, त्यहाँ इन्टु दिएको छ। अब शिक्षा हाल्थे खाना खाने बेलामा फाप फुरुसुल फुलगो मक्ची मास्यो, भातको कचौरालाई उठाएर नखानुहोस्। अब तपाईँ एक नम्बरमा के भन्नु पर्यो हामीले, उसले अब नाकहरू सफा गर्दैछ, त्यसलाई के भन्छौँ, फोरुल फुल्दा। अब शिक्षा हाल्थे फोरुल फुल्दाबाट के भन्नु पर्यो, फुल्जी मासेयो हो, खाना खाँदाखेरि नाक सफा नगर्नुहोस् भन्नु पर्यो त्यो चित्र अनुसारले। त्यसै गरी अब 2 नम्बरको चित्र अनुसारले यहाँ छ्याङ्या भनेको छ, नामले बोलाएको छ। अब आफूभन्दा ठुलो मान्छेहरूलाई नामले बोलाउन हुँदैन। अब अरूले ठुलो मानिसहरूको चाहिँ अब नाम नबोलाउनुहोस् अथवा बोलायो भने हुँदैन, नबोलाउनुहोस् भन्नु पर्यो। इरुम इरुमी फुरुदा, फुरुदबाट फुरुम्यन आन्दोयो, यो पनि भन्न सकिने भयो। अथवा अर्को के पनि भन्न सकिन्छ, इरुमी अब फुरुजी मासियो, नाम नबोलाउनुहोस् पनि भन्न सकिन्छ यसरी, फुरुजी मासेयो, यो पनि भन्न सकिन्छ। ओके 3 नम्बरको, अब यो हामीले उपरखुट्टी नलगाउनुहोस् भन्नु पर्यो। अरुण थाप्पे छ, ठुलो को अगाडि, ठुलो बडाको अगाडि चाहिँ अब हारियुल कोक्को अथवा कोकोजी नास्यो अथवा कोक्को आन्जुमेन आन्धोयो, जस्तै खुट्टाहरू जुन उपरखुट्टी लगाएर चाहिँ बस्नुभयो भने हुँदैन। हारिरुल कोक्को आन्जुमेन आन्धोयो है, खुट्टा उपरखुट्टी लगाएर बस्यो भने हुँदैन भन्नु पर्यो। ओके ल, फेरि अगाडि जाउँ। ल अर्को के छ, मुनपप ग्रामर, मेन वुमेन आन्दोइदा, यो भने हुँदैन, यो चाहिँ निषेध गर्दाखेरि भन्नुहोस् है। केही कुराहरू चाहिँ गर्नको लागि निषेध गराउँदाखेरि यसको प्रयोग गरिन्छ भन्नुहोस्, त्यस्तो गाह्रो छैन है। ल मैले यसलाई मैले लेखिदैन, त्यस्तो मेरी बाबै भन्ने ग्रामर पनि होइन, यो भनेको सेन्टेन्सलाई इन्डिङ गर्ने ग्रामर हो। यो तुलना भएर आउने ग्रामरलाई चाहिँ म दुईटा होइन भर्सेस भनेर पुरै दुईटालाई छुट्याइदिन्छु। अब यो यस्तो छुट्याउनु पर्ने ग्रामर त्यस्तो गाह्रो पनि होइन, यसको अर्थ लगाउन जाने पुग्छ हामीलाई है, त्यो हामी सक्छौँ। ल अब यो कसरी लगाउने, कुन कुन बेलामा कहाँ लगाउने भन्ने बारेमा, जस्तै फाचिम छ भने तपाईँले वुमेन आन्दोइदा, जस्तै मक्ता भन्नेमा फाचिम छ, त्यो कारणले गर्दाखेरि वुमेन आन्दोइदा, मक्ताबाट म वुमेन आन्दोइदा हो, खायो भने हुँदैन।
त्यस्तै गरी फाचिम छैन र यदि VST मा रमा इन्डिङ छ भने हामीले के लगाउनु पर्यो म्यन आन्दैदा जस्तै छुराबाट के भन्नु पर्यो फाचिम छैन नभएको कारणले गर्दाखेरि छुमेन आन्दैदा हो जस्तै दियो भने हुँदैन त्यस्तै गरी मान्दुल्दा अब र इन्डिङ भयो नि यहाँ लास्टमा अब र इन्डिङ हुँदाखेरि पनि के रहेछ म्यन आन्दैदा यसमा र हटाउन मिल्दैन म्यान उम्यान लगाउँदाखेरि हामीले र हटाउन मिल्दैन भोलि गएर तपाईँलाई थामछुङ मिछुलतिर पनि सोध्न सकिन्छ कुन ग्रामर कसरी होइन कहाँ कहाँ चेन्ज गर्ने नगर्ने भन्ने कुराहरू एकदम ख्याल गर्नुपर्छ है र मान्दुलमेन हान्दैदा भनेको बनायो भने हुँदैन अरे र छिङ्गु एगे फानमारुल हेदो थियो साथीसँग चाहिँ ठाडो भाषा बोले पनि हुन्छ अरे अदो आदो थोइदा ए पनि हुन्छ यो VST सँग VST प्लस अ आ व कुनै बेलामा य पनि भन्नु हुन सकिन्छ होइन त्यस्तै गरी कहिलेकाहीँ हे पनि हुन सकिन्छ अनि प्लस हामीले के गर्नु पर्यो दो थोइदाबाट दो थोयो है अब VST प्लस अदो आदो अथवा वदो यदो हेदो थोइदा भनेको के रहेछ ए पनि हुन्छ धातु प्लस ए पनि हुन्छ ए पनि हुन्छ यो दो भनेको पनि हो नि त अनि थोइदा भनेको हुनु हुनुबाट हुन्छ जस्तै तपाईँलाई मक्ताबाट मगदो थोयो भन्न खोजेको के हो खाए पनि हुन्छ यसको अर्थ के भयो खाए पनि हुन्छ खाए पनि हुन्छ यो लगाउने तरिका थाहा छ पहिला VST-लाई इन्फर्मल गर्ने VST-लाई के गर्ने इन्फर्मल गर्ने पछाडिको यो हटाउने अनि दो थोइदा थप्ने लेख्नु पर्ला लगाउने तरिका लगाउने तरिका VST-लाई इन्फर्मल गरी पछाडिको यो हटाई दो थोइदाबाट दो थोयो गर्ने है जस्तै अब तपाईँले मासिदा पिउनु यसलाई VST निकाल VST के हुन्छ मासी हो VST मासी अब मासीबाट यसको इन्फर्मल के हुन्छ मास्यो हो पहिला के भनेको छ हामीले इन्फर्मल गर्ने इन्फर्मल गर्नुभयो इन्फर्मल गरिसकेपछि पछाडिको योलाई के गर्ने रहेछ योलाई हटाउनु भयो योलाई हटाउनु भयो अब योलाई हटाइसकेपछि हामीले के गर्नुपर्छ दो थोइदा थप्ने हो दो थोइदा यति गर्नुभयो भने तपाईँले अदो आदो यदो वदो र हेदो भन्ने जुन हेदो थोइदा भन्ने नियममा जान्छ ए पनि हुन्छ अब तपाईँले मास्यदो थोइदा भनेको के रहेछ पिए पनि हुन्छ मासिदा पिउनु मासिदा भनेको पिउनु यो चाहिँ पिए पनि हुन्छ पिए पनि हुन्छ यसरी है ओके ल अब हामी यताबाट जाउँ ल उदाहरणमा यदि यसो चादिनुल चिगुमियन हान्दै हो निषेध गरेको यो पनि यहाँ फोटो खिच्नु भयो भने हुँदैन यो खुम्जी मैले अघि पनि भनेको छु यो खुम्जी गरेको हो त्यसकै छिप आने सिनबारुल सिनको थुरा खामेन हान्दै हो घरभित्र चाहिँ जुत्ता चप्पलहरू लगाएर प्रवेश गर्नुभयो भने हुँदैन त्यसै गरी अर्को छागप सिगाने भनेको कामको समयमा छागप भनेको काम यो छागप अर्को छिगप भनेको यो सबै काम हो है र यो छागप सिगाने काम गर्ने समयमा चाहिँ युदे फोनुल सायोङ हाम्यन आन्दो यो मोबाइल फोनहरू हजुरले प्रयोग गर्नुभयो भने हुँदैन चलाउनु भयो भने हुँदैन मोबाइल फोनहरू प्रयोग गर्नुलाई सधैँ सायोङ आधा भन्नुपर्छ है मोबाइल फोनहरू प्रयोग गर्नु मेसिनहरू प्रयोग गर्नुलाई हामीले के भन्नुपर्छ सायोङ आधा हामीले अगाडि पनि पढाएको थियौँ नि होइन मोबाइल फोनहरू प्रयोग गर्दाखेरि सायोङ आधा भन्ने है यो आधा नभर्ने भोलि गएर फिन खानेमा आउन सक्छ यस्तै कुराहरू आउने हो के तपाईँले त्यो सुन्दै नसुनेको शब्दहरू आउने होइन नि सुनेकै आउँछ तपाईँले बुझेकै आउँछ तर त्यहाँ झुक्काउने आउँछ नि होइन जस्तै अब तपाईँलाई सायोङ आधा भन्ने मिनिङ पनि थाहा छ योङ आधा भन्ने पनि थाहा छ तर त्यो कहाँ लाग्छ भन्ने कुरो तपाईँले बुझ्नु पर्यो नि
हो त्यस्तै झुक्काउने खालको कुराहरू आउँछ। अब तपाईँलाई मैले यसैलाई त मैले फिनखाने बनाइदिएँ। जस्तै छागप सिगाने हिउँदे फोनुल एउटा अप्सन 1 मा सायोङ हामेन आन्दोयो, अर्को 2 मा इयोङ हामेन आन्दोयो। अब तपाईँले के छान्नु पर्यो? सायोङ हामेन आन्दोयो हो। मोबाइल फोनहरू प्रयोग गर्नलाई सायोङ हादा, जस्तै ल्यापटपहरू प्रयोग गर्नलाई पनि हामीले सायोङ हादा भन्नुपर्छ है। ओके भन्दै म अगाडि जान्छु। ल यसमा हेरौँ त, जस्तै यहाँ गाले के भनेरहेछ, छनरुल हेया हानुन्दे, मलाई चाहिँ फोन गर्नुपर्ने भएको थियो हो। फोन गर्नुपर्ने भएकोले माधुसी हिउँदे पुनुल चोम सुमेन हान्देय, हजुरको फोन मैले प्रयोग गरेँ भने हुन्न होइन भन्दाखेरि ने सुसे हजुर प्रयोग गर्नुहोस्। ल अब यसको बारेमा पनि हेरौँ। जस्तै यहाँ चित्र हेरेर यहाँ पुरा गर्नु पर्यो हामीले। 1 नम्बरको यहाँ चित्रलाई हेर्नुहोस् त, यहाँ काटेको छ उदाहरणमा। अरुण आफेस थारिरुल कोगो अन्जादो थियो। ठुलो मान्छेको अगाडि उपर खुट्टी लगाएर कि बसे पनि हुन्छ, ए पनि हुन्छ नि यो हुँदैन। थारिरुल कोगो अन्जुमेन आन्दोयो, जुन खुट्टा चाहिँ उपर खुट्टी लगाएर बस्नु भयो भने हुँदैन। अब तपाईँले 1 नम्बरको चित्रहरू त्यसै गरी भन्नु पर्यो। जस्तै यहाँ अधिखा अरे, यो अधिखा भनेको ठाडो भाषा बोलेको हो। अब हामीले के भन्नु पर्यो? अरुण दुल्के, यसको हिसाबमा हामीले अदो आदो थोइदा भन्नेबाट हामीले क्वेसन गर्नु पर्यो। अब ठुलो बडा मानिसहरूलाई चाहिँ के भन्नु पर्यो? फानमारुल क्वेसन सोध्ने पहिला। फानमारुल हेदो थियो। ठाडो भाषा बोले पनि हुन्छ, हानियो हुँदैन। अब तपाईँले के भन्नु पर्यो? हानियो। अब अरुण दुल्के फानमारुल, अब हामेन आन्दोयो, आन्दोयो है। तपाईँले ठुलोबडा मानिसहरूको अगाडि चाहिँ ठाडो भाषाहरू बोल्नुभयो भने हुँदैन। ल अब त्यस्तै गरी 2 नम्बरको चित्र हेर्नुहोस्। जस्तै यहाँ सानो मान्छेले ठुलो मान्छेले सामुन दिँदाखेरि एक हातले दिइरहेको छ। अब यो गर्न हुन्छ त यो क्रियाकलाप? हुँदैन। अब तपाईँले अरुण दुल्के अब के भन्नु पर्यो? एक हातले। अब हान सोनुरो एक हातले चाहिँ ल एक हातले चाहिँ मुलगनुल ठुरिदा, ठुरिदा भनेको रहेछ दिनु। जस्तै अब ठुर्यादो थोयो, एक हातले के सामानहरू टक्राए पनि दिए पनि हुन्छ, हानि हो हुँदैन नि। अब के भन्नु पर्यो? हान सोनुरो मुलगनुल, अब थुरिम्यान आन्दोयो, थुरिम्यान आन्दोयो दियो भने हुँदैन। ल यसरी प्रयोग गर्ने है। ओके ल अगाडि जाउँ। सकिन्छ नि होइन? यस्तो भएन। ल अब संवाद 2 मा हेरौँ। यो संवाद 2 मा के छ? यहाँ फ्वाङ र वाङमिन छ। ल कुरा गरौँ। यो हाम्रो अगाडि पनि थियो होइन। फ्वाङले के गरेको छ? भातको कचारहरू उठाएर खाइरहेको छ। अब खानुहुन्छ त? हुँदैन नि होइन। ल वाङमिन सी हानगुक एसनुन शिक्षा हाल्ते, वाङमिन जी कोरियामा खाना खाँदाखेरि जुन फाप फुरुसुल थुल्गो मगुमिन हान्दुयो हो, भातको कचरहरू उठाएर खायो भने हुँदैन नि, हुँदैन। छङमारियो, के साँच्चै हो र? छनुन मोल्ला सयो, मलाई थाहा थिएन रे। अब फ्वाङले के भन्छ? छदो छौमेनुन, म चाहिँ म पनि पहिलोचोटि जुन मोल्ला छ थाहा नभएर सिलसुरुल मानिएसयो, मलाई पनि पहिलोचोटि कोरियामा यस्ता नियमहरू थाहा नभएर मैले गल्तीहरू धेरै गरेको थिएँ। वाङमिनले के भन्छ? हानको केस शिक्षा हाल्थे छिखया हानुन एजरी तो इसयो, कोरियामा के खाना खाने बेलामा पालना गर्नुपर्ने जुन त्यो शिष्टाचारहरू के अझै छ? त्यो इसयो अझै छ। शिक्षा हाल्थे खुन सोरिरुल नेम्यान हान्दोयो, जुन खाना खाँदाखेरि ठुलो चर्को आवाज निकाल्यो भने हुँदैन।
तो फेरि फोरुल फुलम्यान हान्दोयो फेरि अर्को नागहरू सफा गर्यो भने हुँदैन हाल्गेसयो घुमावयो रे हजुर बुझे धन्यवाद हैन ल ट्र्याक कति छ 170 ल हामी लिस्निङ पनि सुनौँ यसको ओके ल सुनौ त 왕민씨, 한국에서는 식사할 때 밥그릇을 들고 먹으면 돼요. ए वाङमिनजी कोरियामा चाहिँ खाना खाने बेलामा भातको कचौरा उठाएर खायो भने हुँदैन 정말이에요? साँच्चै हो र 저는 몰랐어요. मलाई थाहा थिएन 저도 처음에는 몰라서 실수를 많이 했어요. 한국에서 식사할 때 지켜야 하는 예절이 또 있어요. 식사할 때 큰 소리를 내면 돼요. 또 코를 풀면 안 돼요. 알겠어요. 공부해요. हजुर बुझे धन्यवाद ल यतिको त हामी बुझ्छौँ नि लिसनिङमा पनि है लिसनिङमा आयो भने पनि यो प्रष्टै हामी बुझ्न सक्छौँ ओके ल अब हामी यहाँ तल हजुरले सुन्नुभयो यो दुईटा एन्सर मलाई दिनुहोस् त जस्तै यहाँ वाङमिन सिनुन हानगुके शिक्षा एजल छुङ वाङमिनजी चाहिँ कोरियाको खाना खाने मर्यादा मध्ये अत्तन गसुल छिकिजी आनासयो कस्तो शिष्टाचार चाहिँ उसले पालना गरेको छैन त्यहाँ भनेपछि उसले भातको कचरा उठाएर खाइरहेको थियो खानु हुँदैन भनेको थियो भनेपछि उसले कस्तो शिष्टाचार चाहिँ उसले पालना गरेको थिएन जुन हाफ पुरुषुल फुलको मक्ता भनेको भातको कचरा उठाएर खानु त्यो जुन एजललाई चाहिँ उसले के गरेको थियो पालना गरेको थिएन भन्नु हानगुके शिक्षा एजर हेर्नु कोरियाको जुन खाना खाँदाको शिष्टाचारमा चाहिँ मुवासे इसय के छन् होला त भन्दाखेरि अब फाप फुरुसुल थुल्गो मगुमिन हान्दोयो भातको कचरा उठाएर खायो भने हुँदैन त्यस्तै गरी अर्को सुझ त्यो काँटा चम्चाले एउटै समयमा उठाउन मिल्दैन त्यस्तै गरी खाना खाँदाखेरि खुन सोरिरुल नेरा नेजी मास्यो होइन नेमेन आन्दोयो जस्तै खाना खाँदाखेरि आवाजहरू निकाल्नु हुँदैन होइन ती कुराहरू हामीलाई थाहा नै छ खाना खाँदाखेरिको मर्यादाहरू ओके ल अगाडि जाउँ अब यहाँ के छ खु खु थोङान भनेको खु भनेको त्यो थोङान भनेको अवधि छाल भनेको राम्रो राम्रोसँग छिने सय राम्रोसँग बित्यो त्यो अवधि के तपाईँको हजुरको त्यो समय राम्रोसँग बित्यो त होइन बिताउनु भयो भनेर सोधेको है थुवानसी ओरेन मान हिँडे हो थुवानजी लामो समय भयो त खोयाङे छाल थाने वासय म चाहिँ गाउँमा गएर खोयाङे छाल थाने वासय भनेको गाउँमा चाहिँ राम्रोसँग गएर आएँ रे ने ख्वाजाङनिम खु थोङान छाल छिने सय हजुरको के त्यो समय चाहिँ राम्रोसँग बित्यो त होइन बित्यो त भनेर सोधेको छ ल अब हामी यसको छङ्बो मुनामा के रहेछ जुन खोङखोङ सेङवाल जुन सार्वजनिक जुन त्यो जीवनयापन सम्बन्धितको जुन शिष्टाचारहरू मैले अघि धेरै कुराहरू गरेको थिएँ जस्तै सार्वजनिक ठाउँहरू पब्लिक एरियाहरू प्रयोग गर्दाखेरि हामीले के कुराहरूमा ध्यान दिने होइन के कुराहरू गर्न हुन्छ हुँदैन भन्ने बारेमा हामी हेर्छौँ है के छ यहाँ चित्रमा हेर्नुहोस् त जस्तै त्यहाँ यस्तो त्यहाँ उसमा समाएर बसिरहेको छ जस्तै यो भनेको कुनै पनि त्यो ट्रेनहरूतिर भयो अनि बसहरूतिर यस्तो झुन्डाउने हुन्छ नि त होइन जस्तै अब तपाईँको बसहरूतिर उसले के गरेको छ एकदम चर्को स्वरमा चाहिँ उसले हेडफोनहरू लगाएर उसले गीत सुनिरहेको छ टुक टुक होइन बसमा मजा आउँछ नि त होइन त्यसरी चाहिँ उसले सङ्गीतहरू सुनिरहेको छ अब यहाँ साइडमा बस्ने आडामा बस्ने साथीहरूलाई हेर यहाँ मुख बाङ्गो भएको अन्त डिस्टर्ब भएको छ यहाँ होइन त्यसरी अरूलाई यसरी बाधा पुर्याउन हुँदैन हो यो भनेको त्यो गाडीहरू ट्रेनहरू भनेको के हामी पर्सनल सम्पत्ति हो त्यो होइन त्यो भनेको पब्लिक हो त्यो भनेको साझा हो सबैको सम्पत्ति हो त्यस्तो ठाउँमा तपाईँले चर्को स्वरमा यसरी चाहिँ जुन चर्को साउन्डमा चाहिँ हेडफोनहरूमा चाहिँ गीतहरू सुन्न मिल्दैन चर्को स्वरमा कुराकानीहरू गर्न मिल्दैन हो अनि अर्को जस्तै यहाँ छम्छोकी रुल खोलिँदा भ्याकुम क्लिनर उसले चलाइरहेको छ अनि अर्को यो लुगा धुने मेसिनहरू सेथाकी रुल खोलिँदा भन्छौँ हामीले जुन कपडा धुने मेसिनहरू
अब यो पनि चलाउने, यो कोठाहरू सफा गर्ने पनि एउटा समय हुन्छ। हाम्रो हरेक काम गर्ने एउटा समय हुन्छ नि हैन। जस्तै अब तपाईँले कोठा सफा गर्नु छ भन्दैमा चाहिँ रातको 10 बजे 11 बजे भ्याकुम क्लिनर चलाएर ढुई ढुई आवाज निकालिदिने हैन। भनेपछि त्यो पल्लो कोठालाई कति डिस्टर्ब होला, डिस्टर्ब हुन्न? हुन्छ नि त, अरूलाई असर पुग्न सक्छ यस्ता कामहरू नगर्ने है। अनि अर्को त्यस्तै गरी अब लुगा धुनु छ भन्दैमा जतिखेर पनि चलाइदिने वासिङ मेसिन है। रातको 10 बजे 11 12 1 बजे चलाइदिने हैन। मलाई निन्द्रा लागेन म चाहिँ लुगा धुन जान्छु हैन, मेसिनमा कपडा हालेर चाहिँ धुन्छु भनेर चाहिँ त्यसरी रातको 11 बजे 12 बजे 1 बजे त्यसरी जान मिल्दैन। अनि बिहान पनि चाँडै यस्तो मेसिनहरू अन गरिदिने चलाइदिने हैन। ठुलो ठुलो स्वरमा चाहिँ अब टिभीहरू बजाइदिने, उफरहरू बजाइदिने, डेकहरू बजाइदिने हो, त्यस्तो कुराहरू पनि गर्न हुँदैन है। त्यो भनेको अब आफ्नो घर छ भन्ने मन लागि गर्न त कहाँ पाइयो त नि, पाइन्छ त पाइँदैन नि हैन। यी कुराहरू गर्न पाइँदैन। अनि अर्को त्यस्तै गरी अब बुढाबुढीहरू देख्यो भने उनीहरूलाई के गर्ने, सिटहरू छोडिदिने। अब जस्तै खुट्टाहरू यसरी खिचाएर बस्न मिल्दैन हैन। त्यो भनेको सार्वजनिक ठाउँहरू एरियाहरू हामीले युज गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू हुन्। जस्तै अब तपाईँ यस्तो कारमा बस्दाखेरि, गाडीतिर बस्दाखेरि, ट्रेनतिर बस्दाखेरि तपाईँले यसरी दुईजनाको सिटमा एकैजनाले चाहिँ ड्याममा बिचमा बसेछ अनि खुट्टा चाहिँ फट्याएर बसिदिनु भएन है। जस्तै अब यस्तो बुढाबुढीहरू देख्यो भने हामीले के गर्नु पर्यो, याङ्बो गर्नुपर्छ। याङ्बो याङ्बो हादा भन्छ, सिट छोडिदिनु। यसको मिनिङ के रहेछ, सिट छोडिदिनु। सिट छोडिदिनु है, सिट खाली दिनु, याङ्बो हादा भन्छ। यस्तो बुढाबुढी मान्छेहरू देख्यो भने हामीले सिटहरू छोडिदिनु पर्छ। ल बाँकी कुरा चाहिँ हामी यता बुकबाटै जाउँ सरसर्ती। ल ओके, यहाँ खोङखोङ भन्ने छ। यो खोङखोङ भनेको के रहेछ, सार्वजनिक। अब यो सार्वजनिकलाई धेरै शब्दहरू छन्। एउटा खोङखोङ भनेको पनि सार्वजनिक हो, अर्को खोङजुङ भनेको पनि सार्वजनिक हो। जस्तै खोङजुङ छन्वा भन्छौँ सार्वजनिक फोनहरू। त्यस्तै गरी अर्को हाम्रो के छ, खोङदोङ भन्ने पनि यो सार्वजनिक नै हो। यसको मिनिङ खोङदोङ भन्ने नि के रहेछ, सार्वजनिक रहेछ। अर्को त्यस्तै गरी यो थेजुङ भन्ने पनि सार्वजनिक नै हो हैन। जस्तै थ्योथोङ भनेको थियो हामीले हैन, सार्वजनिक यातायात भनेको थियौँ। यी सबै यी शब्दहरूको अर्थ के रहेछ, सार्वजनिक। सार्वजनिक, यसको अर्थ के रहेछ, जस्तो यो खोङखोङ भन्नु, खोङजुङ भन्नु, खोङदोङ भन्नु, थेजुङ भन्नु, यसको मिनिङ हो सार्वजनिक। ल अब त्यो सार्वजनिक सेङ्वाल जीवनशैलीको एजल। ल अब सुरु गरौँ बुकबाट। ल अब ध्यान दिएर सुन, हल्ला नगर है, ध्यान दिएर सुन। जो हल्ला गर्छ उसलाई म बाहिर राखिदिन्छु फेरि, हल्ला नगर है एकैछिन। ल थारुन सारामेगे अरू मानिसहरूलाई चाहिँ यो फिहेरुल छुदा भन्छ। फिहेरुल छुदा भनेको अरूलाई असर पुर्याउनु। यसको मिनिङ भनेको असर पुर्याउनु भन्छ, पुर्याउनु, बाधा दिनु हो, डिस्टर्ब गर्नु। फेरुल छुदिहानको अरूलाई चाहिँ असर नपुर्याउने, बाधा नदिने भनेको अरू मानिसहरूलाई चाहिँ बाधा नदिने र सरो एक आपसमा चाहिँ छुवारोके, छुवारोक्का भनेको सन्तुलन हुनु हो, मेलमिलाप हुनु भन्छ। मिलेर भन्नुहोस् न हैन, एकदम मिलेर साल्गी उयेस बस्नको लागि चाहिँ जुन त्यो खोङखोङ सेवाल एज, जुन त्यो सार्वजनिक, जुन त्यो शिष्टाचारको, जुन त्यो शिष्टाचारहरूलाई चाहिँ छिखाया हामीले त पालना गर्नुपर्छ। र थ्योथोङ थ्योथोङोल सार्वजनिक, यहाँ पनि आयो थेजुङ। थेजुङ भनेको के रहेछ, सार्वजनिक। थ्योथोङ यातायात, सार्वजनिक यातायातहरूलाई इयोङ हाल्तेनुन, अब यातायात प्रयोग गर्दाखेरि इयोङ आधा है, इयोङ हाल्तेनुन प्रयोग गर्दाखेरि खुन सोरिरो चर्को आवाजमा चाहिँ यागी हागना, चर्को आवाजमा चाहिँ कुराकानीहरू गर्ने। जस्तै तपाईँले सार्वजनिक यातायातहरू प्रयोग गर्दाखेरि ठुल्ठुलो स्वरमा कुराकानीहरू गरिदिने हैन। अब त्यहाँ बोल्नै मिल्दैन भन्न खोजेको त होइन कि, बोल्न त मिल्छ, सानो स्वरमा बोल्न त मिल्यो, त्यो बोल्नै नमिल्ने त कहाँ हुन्छ त हैन। जस ठुलो ठुलो स्वरमा त्यहाँ कुराकानीहरू गर्न मिलेन, अरूलाई डिस्टर्ब हुन्छ हैन। त्यस्तो बेलामा चाहिँ तपाईँले ठुल्ठुलो स्वरमा चाहिँ यसरी कुराकानीहरू गर्ने। अथवा यो सिकुरक्के छन्वा थोङवारुल हेसनुन आन्थोइमिदा, तपाईँले एकदम हल्ला हो हल्ला हुने गरी फोनमा कुराकानी गर्नुभयो भने पनि यो चाहिँ हुँदैन
खुरीगो अनि ख्योथोङ याक्चारुल यो खुरीगो अनि ख्योथोङ याक्चा भनेको यातायातमा चाहिँ जुन त्यो अशक्त व्यक्ति याक्चा भनेको अशक्त व्यक्तिहरू जस्तै अब गर्भवती महिलाहरू देख्यो भने उनीहरूलाई सिट छोडिदिने होइन जस्तै गरी अब अपाङ्ग व्यक्तिहरू देख्यो भने उनीहरूको लागि पनि सिट छोडिदिने त्यस्तै गरी अब जस्तै अर्को जुन अपाङ्ग अशक्त व्यक्तिहरू अनि त्यस्तै गरी बुढाबुढीहरू देख्यो भने उनीहरूको लागि हामीले सिट खाली गरिदिने हो त्यस्ता व्यक्तिहरूलाई भन्छ एक्चा जुन त्यो अशक्त व्यक्तिहरूको लागि उहे जुन छिजङ थोइदा भनेको निश्चित गरिएको जुन त्यो ठाउँमा चाहिँ के गर्नुपर्छ थोइदोरक भनेको सकेसम्म आन्ता भनेको बस्नु आन्ता भनेको बस्नु यो जी माल्दा भनेको भिएसटी प्लस यो जी माल्दा भनेको नगर्नु धातु प्लस नगर्नु भनिदिन्छ यो सेम आन जस्तै हो यो र यो आन भनेको एउटै हो वाक्यलाई नेगेटिभ बनाउँछ है अब यहाँ आन्ता भनेको बस्नु आन्जी माल्दा अनि यो अया हादा भनेको नु पर्छ अब आन्ता भनेको बस्नु जी माल्दाले नेगेटिभ बनायो अब बस्नु हुँदैन रे ल सकेसम्म चाहिँ आन्जी माराया हाम्निदा भनेको सकेसम्म त्यहाँ बस्नु हुँदैन र फसुना छियाछर एस बस अथवा मेट्रो ट्रेनहरूमा चाहिँ थारिरोल फल्लिदा भनेको फैलाउनु फल्लिदा अब फल्लिगो जस्तै खुट्टाहरू चाहिँ फिजाएर अथवा फैलाएर चाहिँ आङ्गना बस्ने अथवा नेम्से भनेको गन्ध नेम्सेगा नानुन गन्ध आउने उम्सिगुल मगुन खानाहरू खाने गत्तो कुरा पनि हारुन साराम एगे अरू मानिसहरूलाई चाहिँ के हुन सक्छ फेरुल छुनुन हेङदोङ इम्निदा बाधा पुग्न सक्ने एउटा के हो क्रियाकलाप हो है जस्तै अब तपाईँले बस अथवा छ्याछलहरू चढ्दाखेरि चाहिँ खुट्टाहरू फैलाएर बस्ने अथवा गन्ध आउने अरूलाई स्मेल आउने खालका खानाहरू चाहिँ खाने कुराहरू पनि अरू मानिसहरूलाई के हुन सक्छ बाधा पुग्न सक्ने यो पनि क्रियाकलापभित्र पर्छ यो फेरुल छुदा भनेको बाधा पुग्नु बाधा दिनु है यो फिए भनेको फेरि फिआधा भनेको हटाउनु पनि भन्छ फिआधा हटाउनु बाहेक गर्नु हटाउनु अथवा बाहेक गर्नु फिआधा भनेको हटाउनु र बाहेक गर्नु भन्ने अर्थ दिन्छ है जस्तै फेरुल छुदा भन्यो भने चाहिँ यो बाधा दिनु हैन अरूलाई ल अनि फिआधा मात्रै भन्यो भने चाहिँ हटाउनु त्यसलाई बाहेक गर्नु भन्ने अर्थ दिन्छ ओके हामी अगाडि जाउँ अब अलिकति ल अर्को फेरि अब तपाईको घरहरू अपार्टमेन्टहरू भयो वालरुमहरू भयो जस्ता खोङखोङ छुथेगे सानुन फ्याङ्वेनुन यो साल्दाबाट आएको है यो साल्दाबाट र अपवाद भएर हटेर नुन लगाएको है त्यहाँ सानुन अब तपाईले अपार्टमेन्ट र वालरुमहरू जस्ता सार्वजनिक आवासहरूमा अथवा जुन त्यो बसोबास गर्ने ठाउँहरूमा चाहिँ बस्दाखेरि त्यो अवस्थामा चाहिँ युथ भनेको छिमेकी अब छिमेकीहरूलाई चाहिँ फेरुल छुजी आना दुरो भनेको असर नहुने गरी चाहिँ तपाईले थाउक अझ सिन्ग्याङ्गुल सुदा भनेको ध्यान दिनु अझ तपाईले के गर्नुपर्छ सिन्ग्याङ्गुल सया हाम्निदा ध्यान दिनु पर्छ भनेको तपाईहरु यस्तो अपार्टमेन्टमा जुन वालरुमहरुमा बस्दाखेरि यो सार्वजनिक ठाउँ हो यसमा चाहिँ छिमेकीहरूलाई तपाईको छिमेकीहरूलाई बाधा नहुने गरी तपाईले अझ के गर्नुपर्छ ध्यान दिनु पर्छ र छिप हाने सनुन र घरभित्र सकेसम्म थोइरो भनेको सकेसम्म टुइजी माराया हागो हो घरभित्र सकेसम्म दौडन हुँदैन र अर्को नुत्ता भनेको ढिलोनु नुजुन फामी भनेको एकदम ढिलो राति भनेको 10-11 बजे 12 बजेतिर चाहिँ त्यस्तो समयमा चाहिँ तपाईले के गर्ने त्यो सेथाकीहरू चलाउन हुँदैन हैन र अर्को इरुन आछिमेनुन भनेको बिहान 4 बजे छङसोगी ना सेथाकीरुल सायङ हेसनुन आन्थोइनिदा तपाईले प्रयोग गर्नु भयो भने चाहिँ हुँदैन कस्तो कस्तो बेलामा भन्दाखेरि एकदम ढिलो राति र यो इरुदाबाट आएको है पारुदा र इरुदा भनेको छिटो हुनु अनि यो इरुदा भन्ने शब्दबाट यसरी इरुन भएको इरुन हो बिहान चाहिँ चाँडै भन्न खोजेको आछी भनेको बिहान चाहिँ चाँडै जुन त्यो भ्याकुम क्लिनरहरू भयो छङसोगी र सेथाकीहरू चाहिँ तपाईले सायङ हेसनुन प्रयोग गर्नु भयो भने चाहिँ आन्थोइमिदा हुँदैन र अर्को उमागिना टिबिरुल हो जुन संगीत र टिभीहरूलाई चाहिँ खुगे
ठुलो आवाजमा चाहिँ थुर नोनुन गत्तो ठुलो आवाजमा चाहिँ बनाइराख्ने ठुलो आवाजहरूमा अन गरिराख्ने कुराहरू पनि एवै अम्नुन हेङदोङ इम्निरा जुन त्यो शिष्टाचार नभएको एउटा क्रियाकलापभित्र पर्छ अथवा क्रियाकलाप हो। यो थिबिरुल खुल्दा खुल्दा र अर्को यो ख्यदा अन गर्नु यो सिमिलर मिनिङ हो है। थुल्दा पनि भन्छ टिभीहरू अन गर्नुलाई थुल्दा, अनि ख्यदा भनेको अन गर्नु, त्यो पनि सिमिलर मिनिङमा पर्यो। ल पृथ्वी विशेष गरी बरान्डा जुन त्यो हदन सिरेछ जुन त्यो बरान्डा र अर्को शौचालयतिर थाम्बिरुल फिउनुन भनेको चुरो पिउने जुन त्यो गतिविधिहरू चाहिँ युथ एगे भनेको छिमेकीहरूलाई चाहिँ यो फिहेरुल छुल्छु इत्की मुनि बाधा पुग्न सक्ने भएको कारणले गर्दाखेरि गीते मुनि भएको कारणले गर्दाखेरि सधैँ के गर्नुपर्छ त होसिम हेया हाम्निरा सधैँ तपाईँले चाहिँ ध्यान दिनु पर्छ, होसियार हुनु पर्छ। जुन बरान्डातिर भयो टोयलेटतिर भयो हो चुरोट पिउँदाखेरि त्यो क्रियाकलाप पनि के भयो त अब छिमेकीहरूलाई भनेको सँगै बस्ने हो पल्लो रुमतिर बस्नेहरूलाई उनीहरूलाई के पुग्न सक्छ, बाधा पुग्न सक्छ, होसियार हुनु पर्छ। ल अब लास्ट यसमा जाउँ हान्फ्याम। फेरि अर्को चाहिँ फागमुलगान इना मिसुलगान दुङ फागमुलगान हो र अर्को मिसुलगान जुन आर्ट ग्यालरीहरू हो दुङ आदि चाहिँ खोङखोङ सिसरुल इयोङ हाल्तेनुन सार्वजनिक जुन त्यो खोङखोङ सिसल भनेको सार्वजनिक सेवा सुविधाहरूलाई इयोङ हाल्ते मैले के भनेको थिएँ कुनै पनि सेवा सुविधाहरू लिनु प्रयोग गर्नुलाई के भन्छौँ इयोङ हाल है, सायङ हादा भन्न मिल्दैन। इयोङ हाल्ते प्रयोग गर्ने बेलामा यसलाई पनि माट गर भोलि फिन खानेमा आउन सक्छ इयोङ हाल्ते सायङ हाल्ते भनेर। इयोङ हाल्ते नुन प्रयोग गर्दाखेरि चाहिँ सधैँ छारे भनेको के रहेछ लाइन हो, त्यो लाइनलाई चाहिँ छिखिदाबाट छिख्य त्यो लाइन चाहिँ पालना गरेर छुरुल सगो जुन लाइनमा उभिने र अरू सिन इना इमसान बोरुल र अर्को ठुलो मान्छे र गर्भवती महिलाहरूलाई मन्ज फेर्या हानुन सबभन्दा पहिला ध्यान दिँदाखेरि उनीहरूलाई चाहिँ सबभन्दा अगाडि जान दिने, जस्तै लाइनहरू बस्दाखेरि जस्तो ब्याङ्कमा भयो हो त्यस्तै गरी अर्को हस्पिटलतिर भयो लाइन बस्दाखेरि अब त्यस्तो गर्भवती महिलाहरू देखियो ठुलोबडा बुढाबुढीहरू देखियो भने उनीहरूलाई चाहिँ पहिलो प्राथमिकता दिने के उनीहरूलाई चाहिँ ल हजुरहरू पहिला जानुहोस् भनेर उनीहरूलाई चाहिँ पहिलो एकदम फेरि ध्यान राख्ने जुन डिटेलमा यी कुराहरू चाहिँ के हुन्छन् त फेरि हामीलाई आवश्यक हुन्छन् भनेको कोही अब त्यस्तो पब्लिक एरियाहरू हामीले प्रयोग गर्दाखेरि के कुराहरूमा ध्यान दिने नदिने भन्ने बारेमा हामीलाई सबै कुराहरू थाहा भयो। ल अब हामी अभ्यास गरौँ। ल एकीमा जाउँ। एकीमा यहाँ के छ हाउम छुङ मिच्छुल छिन तलको मध्ये अन्डरलाइन गरिएको भाग मिल्ने वाक्य कुन चाहिँ हो खोरु सिप्स्यो छान्नुहोस्। तपाईको 1 नम्बरमा फसुरुल थास होइसाए छुल्गुनेयो बस चढेर कम्पनीमा जान्छु। अब यो लगाएको हिसाबले हेर्ने हो भने यो असासो लगाएको एकदम ठिक छ, लगाउने तरिका हेर्ने हो भने त्यो एकदम ठिक छ। तर हाम्रो यो थादा भन्ने शब्द के थियो गो लाग्ने निश्चित भएको कारणले गर्दाखेरि यहाँ असास भन्न पाइँदैन। थादा गो लाग्ने निश्चित भएको कारणले असआस भन्न मिल्दैन हो। तर कुनै पनि सवारी साधनहरू फेरि है भोलि इक्जाममा गएर यस्तै कुराहरू बिग्रिन्छ तर फेरि सवारी साधनहरू गल्ती चढेमा फेरि त्यहाँ असास लाग्छ गो लाग्दैन भन्नुहोस्। तर सवारी साधन गल्ती चढेमा असआस लाग्छ, त्यति बेला के लाग्छ असआस लाग्छ गो लाग्दैन। जस्तै अब
छालमोट डट 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 छोटोमा जाउँ एउटा थाहा छ अर्को दुईमा थागो अब यति बेलामा तपाईले यो छालमत भनेको गल्ती हैन हो नि त अब मैले चाहिँ सवारी साधन आज गल्ती चढेर भन्न खोजेको यो सेन्टेन्सले छालमत भनेको गल्ती हो अब यसरी छालमत भन्ने शब्द आयो भने चाहिँ तपाईले के छान असाहस छान छालमत थास हुन्छ यति बेला अब हाम्रो यहाँ एक नम्बरमा फसरुल थास होइसाए छुल्कने अब यहाँ सवारी साधन केही गल्ती चढेको छु भनेको छ र यहाँ छैन यहाँ नर्मल कुरा छ म चाहिँ यसले भन्न खोजेको बस चढेर कम्पनीमा गएँ अथवा जान्छु भन्न खोजेको यहाँ कुनै गल्ती देखाएको छैन यदि त्यस्तो अवस्थामा चाहिँ निश्चित भावले जित्ने भयो त्यहाँ गोल लगाइदिनुहोस् हो र यहाँ अहिले असाहस लगाए त्यो कारणले मिलेन भन्नुहोस् र कुनै कुनै बेलामा चाहिँ तपाईलाई इक्जाममा छुट्नको लागि यसरी छालमत भन्ने आउँछ त्यति बेलामा चाहिँ गोल लाग्दैन त्यति बेलामा के लाग्छ असरास त्यही भएर थास भन्नुपर्छ छालमत थास भन्छ छालमत थागो कहिले पनि हुँदैन ल अब 2 नम्बरमा सुरुल मास्यास जुन रक्सी पिएर उन्जन हालचुल मल्लायो गाडी चलाउने कुरा थाहा छैन हो मल्लायो मरुदा थाहा छैन अब रक्सी पिउँदैमा तपाईलाई गाडी चलाउने कुरा थाहा हुन् सबै बिर्सिन्छ हैन बरु रक्सी पिएर चाहिँ गाडी नचलाउनुहोस् अथवा गाडी चलायो भने हुँदैन भनेको भए एकदम सही हुन्थ्यो यो सेन्टेन्स यो सेन्स मिलेन के अलिकति जस्तो यहाँ सुरुल मासे छ रक्सी पिएर चाहिँ उन्जन हाल्छुन् मल्लायो अरे गाडी चलाउनै आउँदैन अरे अब यो अलिकति सेन्स मिल्दैन त्यो कारणले गर्दाखेरि हाम्रो 2 नम्बरको पनि मिल्दैन है त्यो रक्सी पिउँदैमा गाडी चलाउने कुरा चाहिँ थाहा छैन भन्न मिल्दैन त्यसैगरी 3 नम्बरमा हान्गु गरुल हेउर्यागो कोरियन भाषा चाहिँ सिक्ने विचारले सेन्थाए खास्यो सिक्ने विचारले चाहिँ केन्द्रतिर जानुहोस् अब मैले के भनेको छु भने पहिला त्यो र्यगो उर्यगो ग्रामर भन्ने जुन आफ्नो बारेमा बोलिन्छ यसको पछाडि हाम्रो अन्य ग्रामरहरू आउन पाइँदैन सेउ सेउ बसिदा उपसिदा अया आधा ल उल्कायो जस्ता अया आधा आउन पाइन्छ ल उल्कायो जस्ता ग्रामरहरू आउन पाइँदैन त्यो कारणले यहाँ र्यगो उर्यगोको पछाडि ग्रामर आयो त्यो कारणले 3 को पनि भएन एन्सर र 4 नम्बरमा फागमुल वाने उम्सिक मुरुल फानी भाल्सु अप्सयो संग्रहालयमा चाहिँ के खानाहरू लिएर जान मिल्दैन अथवा सकिदैन भनेको यो सेन्स पनि मिलेको छ ग्रामर लगाएको तरिका पनि मिलाएको छ एन्सर कतिको भयो 4 को र 2 नम्बरमा 2 नम्बरको हेर्नुस् त 2 नम्बरमा अब एउटा हर्यास सुम्निदा त्यसैगरी खल्ल्यास सुम्निदा खल्लिदा त्यसैगरी नेरिदाबाट नेर्यास सुम्निदा यो फिल्लिदाबाट फिल्ल्यास सुम्निदा ल थोङ्न्यो वा सुइनुन सिगाने थाम्बेरुल फेवास सुम्निदा सहकर्मीसँग आराम गर्ने समयमा चुरोट पिए थाम्बेरुल फ्युन वे चुरोट पिसकेपछि थाम्बे कोङछुरुल सुरेगी थोङमा अब त्यो फोहोरहरू हाल्ने डस्टबिनमा अथवा त्यो भाँडोमा अब के गर्ने होला त हर्यास सुम्निदा फ्याँके हैन सहकर्मीसँग आराम गर्ने समयमा चुरोट पिए र चुरोट पिसकेपछि चाहिँ के गरे त जुन चुरोटको ठुट्टाहरू फ्याँक्ने जुन त्यो भाँडोमा चाहिँ फ्याँके हजुरले ल 3 नम्बरको भन्नुस् त ल एकचोटी गरेर हेरौँ छिनान छुमारे जुन गत गएको सप्ताहमा छिन्गु वा थोसक वाने खास सुनिदा साथीसँग चाहिँ लाइब्रेरीमा गएको थिए हो गत गएको सप्ताहमा चाहिँ साथीसँग लाइब्रेरीमा गएको थिए खुरान्दे तर हाक्सेन फुङम्याङी खुन सोरिरो अब 2 जना विद्यार्थीले एकदम चर्को चर्को आवाजमा खुन सोरिरो एकदम चर्को आवाजमा चाहिँ के गरे होला फुल्दा उठायो होला कि अथवा फुल्दा हैन नाकहरू सफा गरे होला कि अब यहाँ फुल्नु भन्दा अलि मिल्दैन अहिले हामी जुन त्यो गर्न आउने व्यवहारहरु पढेको भएर फुल्दा भनेको के रहेछ फोरुल फुल्दा हो सफा गर्नु हुँदैन तदुल्दा हल्ला गरेर त्यस्तै गरी अर्को हुन्दुल्दा हल्लाएर के भन्नु पर्यो फुन सोरिरो तदु रस एकदम हल्ला गरेर ठुलठुलो आवाजमा चर्को स्वरमा हल्ला गरेर छेगुल इलगुल्सु अप्सस सुम्निदा किताब चाहिँ पढ्न सकिन भन्नु पर्यो है र मैले भनेको थियो यदि सोरिरो आउँछ भने अन्य कुरा सोरिरुल आउँछ भने नेता हो त्यो कुरालाई ध्यान दिने ल अब तल जाउँ 4 नम्बरमा अब सकिन लाग्यो ल फिन्खाने थुराखाल आलमा जुन एकदम मिल्ने अभिव्यक्तलाई खोल्ला छानेर मुन्जाङुल वानसँग हाँस्यो वाक्यलाई पूरा गर्नुहोस् ल होङ्यो नुन सहकर्मी चाहिँ हानको गुरुल छाल म थाम्निदा मेरो साथी अथवा सहकर्मी चाहिँ सँगै काम गर्ने साथी चाहिँ कोरियन भाषा राम्रो आउँदैन हुरेछ त्यसैले ठुलो बडा मानिसहरूलाई चाहिँ अब के गरे त उसले
यो छरुल आधा ढोक गर्यो अनि सोनुल हुन्दुल्दा इन्सारुल आधा फानमारुल हानुन भनेको अब के हुने भयो फानमारुल हानुन सिलसुरुल छाजु हामीदा ठाडो भाषाहरू बोलेर चाहिँ गल्ती प्राय गरिरहेको छ अथवा गर्छ त्यसैले मैले चाहिँ थोङ्न्यो ए त्यसैले सहकर्मीलाई चाहिँ थोङ्न्यो एगे सहकर्मीहरूलाई चाहिँ अरुण दुल्के साइङ हानुन मारुल खारुचीको इस्सुमिदा त्यसैले ठुलो बडाको अगाडि कसरी बोल्ने भन्ने भाषाहरूको बारेमा सिकाइरहेको छु ल 5 नम्बरमा ओपन थाउङ फुरुल इको तलको प्यासेजहरू मतलब हरफहरू पढेर न्याङ्वा खात्तुन गजुल खोरुसिप्स्यो विषयसँग उस्तै कुराहरू छान्नुहोस् ल हानगुक एसनुन ख्योथोङ्गोल यङ हाल्तेनुन कोरियामा सार्वजनिक यातायातहरू हजुरले प्रयोग गर्दाखेरि कुन सोइरो यागी हागना चर्को आवाजमा कुराहरू गर्ने र अर्को सिकुरक्के छनवा एकदम हल्ला हुने गरी ठुलो स्वरमा चाहिँ छनवा थोङ्गारुल हेसनुन आन्थोइमिदा एकदम ठुलो ठुलो स्वरमा फोनमा कुराकानी गर्नुभयो भने पनि हुँदैन र अपार्टमेन्ट र अन्नुम जस्तामा बस्ने अवस्थाहरूमा के गर्नुपर्छ नुजुल फाम इना इरुन आछिमे भनेको एकदम अबेरे राति र अर्को इरुन आछिम भनेको बिहान चाँडै चाहिँ छङसोगी र सेथाकीलाई चाहिँ तपाईँले सायोङ हेसनुन आन्थोइमिदा प्रयोग गर्नुभयो भने हुँदैन त्यस्तै गरी अर्को खोङखोङ सिसरुल सार्वजनिक सुविधाहरू चाहिँ यङ हाल्तेनुन प्रयोग गर्दाखेरि चाहिँ हाङसाङ छाडेरुल सधैँ ती लाइनहरूलाई चाहिँ तपाईँले पालना गरेर लाइनहरूमा उभिनु पर्छ सार्वजनिक सुविधाहरू प्रयोग गर्ने बेलामा तपाईँले के गर्नुपर्छ ती लाइनहरू पालोहरूलाई पालना गरेर ती नियमहरूलाई पालना गरेर तपाईँले लाइनमा उभिनु पर्छ ल 1 नम्बरमा हेरौँ थेजुङ थ्योतोङ्गुल सार्वजनिक यातायातहरूलाई प्रयोग गर्दाखेरि यो इयागिरुल हाम्यान आन्धोइनुन अथवा आन्धोइदा हो तपाईँले सार्वजनिक यातायातहरू प्रयोग गर्दाखेरि चाहिँ इयागिरुल कुराकानीहरू गर्यो भने हुँदैन रे अब यातायातमा चढ्दाखेरि के कुरा गर्नै मिल्दैन कुरा गर्न त मिल्छ तर यहाँ ठुन सोरिलो ठुलो आवाजमा चाहिँ कुरा गर्यो भने हुँदैन हो यो कुराले गर्दाखेरि यो एन्सर भएन अब कुरा गर्नै मिल्दैन भन्न त अलि मिलेन होइन चर्को आवाजमा चाहिँ कुरा गर्न मिलेन कुरा गर्न त पाइहाल्यो नि यसो सानो स्वरमा गफसप गर्न त पाइन्छ तर ठुल्ठुलो आवाजमा चाहिँ बोल्न पाइँदैन सवारी साधनहरू प्रयोग गर्दाखेरि र अर्को हसुना छियाछर एस बस अथवा छियाछलमा सिकुरक्के छनवा थोङ्गारुले हेदो थोइमिदा बस र छियाछलमा चाहिँ तपाईँले एकदम हल्ला हुने गरी फोनमा कुराकानी गरे पनि हुन्छ हुँदैन त्यस्तै गरी अर्को खोङदोङ छुतेके भनेको सार्वजनिक छुतेकोमा बस्ने अवस्थामा चाहिँ तपाईँले सेव्यक भनेको सबेरै चाँडै चाहिँ जुन सेथा किडुल सायङ हेदो थोइमिदा तपाईँले सब सेव्यक भनेको झिसमिसे चाँडै चाहिँ तपाईँले जुन त्यो सेथाकीहरू अन गरे पनि हुन्छ त हुँदैन अब 4 नम्बरमा खोङदोङ छुतेक एसनुन भनेको सार्वजनिक जुन त्यो बसोबास गर्ने ठाउँमा चाहिँ फाम सिगानुल जुन रातिको समयलाई चाहिँ फी हादा भने के गरे अघि मैले के भने फी हादा भनेको बाहेक गर बाहेक गर्नु अथवा हटाउनु है हटाउनु अब त्यो रातिको समयमा नगरी भनेको क्या नगरेर रातिको समयलाई हटाएर भनेको त्यो रातिको समयमा नगरेर छङ सोगिरुल सायङ या थोइमिले अब राति चाहिँ नगर्ने अरू बेलामा चाहिँ गर्ने दिउँसोतिर चाहिँ गर्न मिल्यो भन्न खोजेको है अब कुन चाहिँ मिल्यो त 4 नम्बरको मिल्यो ओके ल यस्तो लिसनिङ ल थुत्के पनि गरेर हेरौँ फुल सारामुन मोसे थे मारागो इस्सुम्निका ती दुई मान्छे के को विषयमा कुराकानी गरिरहेको एजल शिष्टाचारको विषयमा हो कि अथवा हिंसा कुनै पनि कार्यक्रमहरूको बारेमा हो कि र अर्को संगम परामर्श कुनै जुन त्यो परामर्शको बारेमा हो कि अथवा कुनै छिल्योको बारेमा हो उपचारहरूको बारेमा हो हिंसा भनेको के धर्म सम्बन्धीको गतिविधिहरू 172 172 एकैछिन पाउनु है त 172
ओके ल 172 오, 1번. ल सुन्नुहोस् त 교사는 무엇에 대해 말하고 있습니까? केको विषयमा हो 어제 봤는데 아무 हिजो माठमा गएको थिएँ आइगा 뛰어는 것을 봤어요. बच्चा चाहिँ एक्लै दौडिरहेको मैले देखेँ नि होइन ऊ चाहिँ हिजो माठमा गएको रहेछ अनि आज चाहिँ उसले के त्यो माठको विषयमा उसले कुराकानी गरिरहेको छ हिजो त्यो माठमा गएको थिएँ त्यहाँ चाहिँ बच्चा एक्लै दौडिरहेको थियो नि त 사람들이 많은 장소에서 그러면 안 되는데, जस्तै मानिस अब केटाले के भन्यो ओहो मानिसहरू धेरै भएको ठाउँमा त्यस्तो गर्यो भने त हुँदैन नि त्यसरी बच्चाहरूलाई एक्लै छोड्यो भने दौडिन दियो भने त हुँदैन नि 그 부모님은 없었어요. उसको के त्यो बुवा आमाहरू थिएन त त्यहाँ अफसोस सह्यो भनेपछि त्यो केको विषयमा हो एजलको बारेमा मर्यादा हो नि त त्यो मर्यादाभित्र परेन मर्यादाको बारेमा उनीहरूले कुराकानी गरिरहेको छ ल 2 नम्बरमा तलको जुन मिल्ने कुराहरू छान्नुहोस् भनेको छ यहाँ छेगुल फिलिएको नास किताब सापटी लिएपछि खपिरुल सार खायो कफी किन्न जान्छु त्यस्तै गरी अर्को थोसक बने नुन यो उम्सिक मुरुल फानी भाल्छु अप्सयो लाइब्रेरीमा चाहिँ खानाजन्य वस्तुहरू चाहिँ लिएर जान मिल्दैन त्यसै गरी थोसक गाने सारामी मानस थोसकगनमा चाहिँ मानिसहरू धेरै भएर हो मानिसहरू धेरै भएर थुरा फाल्छु अप्सयो भित्र जान सकिन्न त्यसै गरी अर्को छेउ फिल्याया थोइनिका किताब सापटी लिनु पर्ने भएकोले अहिले म चाहिँ किताब लिनुपर्ने भएकोले खपिरुल चम थुरा जुसेयो मेरो कपी चाहिँ एकैछिन समाइदिनुहोस् त म चाहिँ अहिले किताब लिनुपर्ने भएको कारणले गर्दाखेरि कपी चाहिँ मेरो एकैछिन उठाइदिनुहोस् त लिनुहोस् त ल अब सुन्नुहोस् 2번부터 3번 단어를 듣고 이어져 가장 알맞은 것을 고르십시오. 2번. 2 नम्बर 교사 들고 들어가는 अब थोसकगनमा चाहिँ के कफी लिएर भित्र गए पनि हुन्छ रे हुन्छ त अब थोसकगनमा के कफी लिएर भित्र गए पनि हुन्छ त अब के भन्नु पर्यो हामीले अब थोसक वाने नुन उम्सिक मुरुल फानी पाल्छु अप्सयो भन्नु पर्यो है थोसकगनमा चाहिँ खाना जान्ने वस्तुहरू लिएर जान मिल्दैन ओके ल 3 नम्बरमा हेर्नुहोस् छ चोगे खुम्यान खुयागी सुमिदा ऊ त्यता चाहिँ एउटा धुम्रपान खुम्यान खुयाक भनेको रहेछ धुम्रपान निषेध गरेको क्षेत्र छ यगी यसा थामिरोल फिवादो फैमनिका यहाँ चाहिँ के चुरोट पिए पनि हुन्छ त्यस्तै गरी खुरम हुब्यान खुयागुन अदिए इसा इसुम्निका त्यसो भए जुन त्यो धुम्रपान पिउने जुन धुम्रपान चाहिँ लिन सक्ने ठाउँ अथवा चुरोट पिउन सक्ने ठाउँ चाहिँ कहाँ छ र अर्को हुब्यान खुयाक यसा थामिरोल फ्युल सुम्निदा हुब्यान खुयाकमा चाहिँ चुरोट पिउन चाहिँ सकिन्छ धुम्रपान पिउने लिने ठाउँमा चाहिँ चुरोट पिउन सक्ने ठाउँमा चाहिँ चुरोट पिउन सकिन्छ अरे माथिको फास्ट गरेँ है मैले ल 3번. 여기에서 담배 피우면 안 됩니다. यहाँ चाहिँ चुरोट पिउनु भयो भने हुँदैन भने एउटाले अब हजुरले के भन्नुहुन्छ अब खुरम त्यसो भए हुब्यान खुयागुन अदिए सुन्निका त्यसो भए चाहिँ चुरोट पिउन सक्ने ठाउँ चाहिँ कहाँ छ भन्नु पर्यो नि होइन ओके एन्सर कतिको भयो 3 नम्बरको ल 4 नम्बरको हेर्नुहोस् ठुलो सारामुन हिन्दान बोदरुल भन्न सुन्निदा त्यसै गरी राजा टेक्स यो त सबैले बुझ्नु भएको होला होइन म लिसनिङ बजाउँछु 저쪽에 분단구역이 있습니다. यसलाई फास्ट गरेँ मैले 4번부터 5번까지 다음 중 그런 내용과 같은 것은 무엇입니까? 4. 차가 누구예요? गाडी आएको छैन त 지금 길을 건너요.
छिगुम खिरुल खन्नयो भने अहिले चाहिँ बाटो पार गरौँ रे केटी यहाँ त जेब्रा क्रसिङ छैन नि यो त जेब्रा क्रसिङ होइन त केटाले त्यो भने है जथाभावी चाहिँ हामीले बाटो पार गर्यौं भने हुँदैन केटाले भन्दैछ यहाँबाट चाहिँ जुन त्यो मुदान होइन भनेको जेब्रा क्रसिङ चाहिँ एकदम टाढा भएकोले सरी एकदम टाढा भएकोले यहाँ नि हो माफ गर्नुहोस् भनिसकेपछि यहाँबाट जेब्रा क्रसिङ चाहिँ एकदम टाढा भएकोले मैले चाहिँ यहाँ मुदानुल हारेको हो मैले चाहिँ यहाँ बाटो पार गर्ने निर्णय गरे माफ गर्नुहोस् रे केटीले अब तपाईले के भन्नु पर्यो अब 1 नम्बरमा तल हेर्नुस् त 4 नम्बरमा 1 नम्बरमा के भनेछ टु सारमुन होइनान बोदरुल खन्न सुम्निदा दुईटा मान्छेले चाहिँ जेब्रा क्रसिङबाट बाटो पार गर्यो काट्यो रे पार गर्यो उनीहरूले गरेका छैन कुराकानी गरिरहेको छ 1 नम्बरको भएन त्यसैगरी 2 नम्बरमा यजानुन केटी चाहिँ थेक्सुरु खिदारीको सुम्निदा केटी चाहिँ ट्याक्सी कुरिरहेको छ त्यो पनि होइन बाटो पार गर्न खोजिरहेको छ टु सारमुन मुदान होइनानुल हाजी आनास सुम्निदा दुई मानिसहरूले जेब्रा क्रसिङबाट बाटो पार गरेको थिएन अब बाटो पार गरेकै थिएन पहिला त बाटो पार गरेको थियो होला त हैन बाटो पार गरेकै थिएन रे त्यसैगरी यजानुन फापा छ त्यो केटी चाहिँ एकदम व्यस्त भएर मुदान होइन्दानुल हारेको यस सुम्निदा हो त त्यो केटीलाई अलि हतार थियो नि त व्यस्त भएको कारणले गर्दाखेरि उले मुदान होइन्दानुल जथाभावी बाटो चाहिँ काट्न खोजिरहेको थियो त्यही जथाभावीबाट बाटो पार गर्न खोजेको थियो एन्सर 4 नम्बर ल त्यसैगरी 5 नम्बरको हेर्नुस् पहिला अब लिसनिङ पनि सुनौ 5 नम्बरको ल 5 नम्बर सुन्नुस् खोन्दुरी नाच्छ जस्तै खोन्दुरी नाच्छ भनेको सिङ्गानहरू बोकेर चाहिँ खाना खान चाहिँ अलिकति असहज भयो मलाई चाहिँ नाक सफा गर्न मन लाग्यो हिउजी चोम छुल्लेय त्यो केटाले त्यसो भन्छ के मलाई टिस्यु दिनुहुन्छ त कोरियामा खाना खाने बेलामा चाहिँ नागहरू सफा गर्नुभयो भने हुँदैन रे केटीले हो र हो र मलाई त थाहा थिएन त तर हाम्रो देशमा त हुन्थ्यो त भनेको मतलब केटाको देशमा चाहिँ हुने रहेछ नागहरू सफा गर्न मिल्ने रहेछ खाना खाने बेला ल थु सारामुन खबिस्योबे इस्सुमिदा होइन नाम जानुन यो यजा एगा हिउजिरुल छसयो त्यो पनि होइन नाम जादे त्यस्तै गरी अर्को नाम जानुन हानगुगे शिक्षा एजरुल छाल आल्गो इस्सुमिदा राम्रोसँग चाहिँ थाहा छ यो पनि होइन नाम जाए खोयाङ एस केटाको गाउँमा चाहिँ शिक्षा हाल्ते खोरुल खुरदो खोइमिदा नागुरु सफा गरे पनि हुन्छ रे ओके फाइनली हाम्रो 29 च्याप्टर पनि सकियो